अब अहिले हाम्रो देशमा विद्यमान जुन अवस्था छ त्यसमा हैन अब अहिलेको यो जेनजीको आन्दोलनले गर्दाखेरि देशले एउटा नयाँ परिवर्तन पनि लिएर आएको छ र सँगसँगै त्यो परिवर्तनको लागि देशले बेहोरेको जुन क्षति छ हैन भौतिक क्षति तपाईको मान्छेको जीवनको क्षति हैन त्यो एकदमै त्यो कुनै पनि हिसाबले र कुनै पनि मूल्यले चाहिँ त्यसको कीमत चुकाउन नसक्ने खालको क्षति भएको छ र यो जुन आन्दोलन गर्दै गर्दाखेरि यो देशव्यापी रूपमा चलेको आन्दोलन थियो र त्यो पनि हाम्रो सिन्धुली जिल्लामा पनि त्यो अछुतो रहेन हैन र अब अहिले हामीले यो प्रेस मिट गर्दै गर्दाखेरि चाहिँ अहिले जुन तपाईको सञ्चार माध्यम विभिन्न सञ्चार माध्यमहरुमा चाहिँ त्यो हामी म लगायत म जेन्जी चाहिँ होइन हैन म किन त्यहाँ थिएँ जुन एउटा लाइभ भिडियोको एउटा कुरा आइरहेको छ त्यो लाइभ भिडियो कसरी आयो किन आयो कुन अवस्थामा आयो भनेर र त्यो मलाई किन चाहिँ त्यो कुरामा फेरि मलाई नै घुमाएर एकदमै त्यसलाई चाहिँ जुन तरिकाले प्रस्तुत गरिएको छ हैन त्यसको यथार्थ के हो हाम्रो तर्फबाट हामीले कुन नियतले गरेको थियौं भन्ने कुराको लागि हामीले पनि हाम्रो तर्फबाट पनि क्लियरिफिकेसन गर्नुपर्छ जस्तो लागेर चाहिँ यो प्रेस मिट गरेको छौं। यो प्रेस मिटमा उपस्थित भइदिनु भएकोमा अब खासै हामी फर्मली पनि छैन यो हामी फर्मली इन्भाइट पनि गर्न जानेनौं किन भन्दा अब यो मेरो लागि चाहिँ पहिलोपल्ट भएको कारणले गर्दाखेरि चाहिँ मैले अलिकति टेक्निकल त्रुटिहरू रह्यो त्यसको लागि चाहिँ म हजुर सबै पत्रकार महोदयहरुसँग क्षमा प्रार्थी छु हैन मैले जानिन त्यसको लागि चाहिँ सरी र नजान्दै इन्फर्मली हुँदै पनि तपाईहरु आइदिनु भयो यहाँ उपस्थित हुइदिनु भयो त्यसको लागि चाहिँ हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हाम्रो अहिले एक दुईवटा पत्रिकामा पनि आउन लागिरहेछ आइरहेको छ हैन तपाईको एउटामा चाहिँ मेरो फेसबुक शेयर भएको छ हाम्रो विजय किल्ला मार्फत हैन हाम्रो विजय किल्लाको पत्रकार जी पनि हुनुहुन्छ हैन अब मैले चाहिँ उहाँले जुन लेख्नु भयो उहाँसँग प्रतिशोध र त्यो भन्दा पनि उहाँलाई पनि राखेर अझै क्लियर गर्न पाए हुन्थ्यो भनेर चाहिँ मैले अझ उहाँलाई विशेष गरी उहाँलाई नै सबभन्दा पहिला चाहिँ कल गरेँ र अहिले चाहिँ अङ्कपत्र भन्ने पत्रिकामा पनि देखेँ मैले त्यसको लागि चाहिँ हाम्रो पुष्कर सहयात्री जीको रहेछ त्यो हैन मैले उहाँलाई पनि अझै क्लियर गराउन पाए हुन्थ्यो भनेर मैले कल पनि गरेको थिएँ अब उहाँले उठाउनु भएन उहाँको केही अप्ठ्याराहरू थियो होला अथवा उहाँले थाहा पाउनु भएन होला हैन। अब यो ठ्याक्कै यसको हामीले भन्नु खोजेको चाहिँ के हो भने यो जुन हामीले त्यो 2:30 बजेको लाइभको भिडियोको कुरा गर्दाखेरि त्यो चाहिँ ठ्याक्कै त्यहाँबाट सुरु हुँदैन त्यो चाहिँ तपाईको त्यो भन्दा एक दिन अगाडिबाट सुरु हुन्छ जुन दिन चाहिँ जेनजीले आफ्नो देशव्यापी रूपमा आन्दोलनको घोषणा गरेको थियो त्यो दिनदेखिको कुरा सुरु हुन्छ। एक दिन अगाडि चाहिँ तपाईको जुन जेनजीको आन्दोलन थियो त्यो दिनभन्दा अगाडि चाहिँ घोषणा गरेको दिनमा अब म त जेनजी वर्गमा पनि पर्दिन हैन हामी त जेन एक्समा जेन वाईमा पर्छौं हैन हामी जेन वाईमा पर्छौं अनि केही कुरा नयाँ पिढीले लिएर आएको कुरा एकदमै पोजिटिभ थियो त्यसमा मेरो सपोर्ट त त्यतिकै पनि ठिकै थियो हैन तर त्यो हुँदै गर्दाखेरि पनि सिन्धुलीमा कसले कार्यक्रम गर्छ हैन र मेरो नेतृत्व हुन्छ भन्ने कुरामा चाहिँ म थिइनँ तर हाम्रो जेनजी भनेर अहिले हाम्रो जुन सिन्धुलीमा चाहिँ नेतृत्व गरिरहनु भएको भाइहरू हुनुहुन्छ हैन उहाँहरूले चाहिँ अब मैले चाहिँ अब के देख्नुभयो उहाँहरूले मलाई थाहा भएन हैन उहाँहरू मेरो अफिसमै आउनु भएर चाहिँ दाइ तपाईहरुले सपोर्ट गरिदिनु पर्यो भन्ने कुरा राख्नु भयो हैन मैले एकदमै राम्रो माग छ हैन एन्टी करप्सनको कुरा छ तपाईको जुन सोशल मिडिया ब्यान भएको छ सोशल मिडिया ब्यान गर्ने भने जस्तो हाम्रो त बोल्न पाउने अधिकार पनि त ब्यान गरेको हो त्यसमा पनि त बन्देज लगाइएको हो र यो नयाँ पिढीले नै जुन कुरा हामीले उठाउनु पर्थ्यो आवाज त्यो आवाज चाहिँ नयाँ पिढीले उठाउँदै गर्दाखेरि त त्यो कुरामा त मेरो हरदम सपोर्ट रहिरहन्छ हैन। त्यो हिसाबले भोलिपल्टको कार्यक्रम भएको थियो भोलिपल्ट हामी बिहान गएर कार्यक्रम गर्यौं त्यसमा चाहिँ फेरि हजुरहरु एउटा कुरा चाहिँ के प्रश्न हुनु भने मेरो नेतृत्व छैन मैले भाइलाई क्लियरली के भनेको थिएँ भने म नेतृत्व गर्दिन हैन तर अब हामीले अहिले पार्टीको मान्छे भन्दा बाहिर जान्छौं नयाँ मान्छे खोज्छौं भन्ने सम्भव त हुँदैन हैन पारस भाइ पार्टीको मान्छे भन्दा बाहिरको मान्छे सम्भव हुँदैन तर उसले यो आन्दोलनको लागि आउँदाखेरि मनबाट उ चाहिँ जेनजी भएर आउनु पर्यो त्यो हो भने हामी सपोर्ट गर्छौं फेरि उमेरले मात्र जेनजी हुँदैन नि त
तपाईँले अहिलेको जुन जेनजीको माग छ, जेनजीले गर्नु खोजेको कुरा छ, त्यो उमेर वर्गले तपाईँको होइन त्यो उमेर वर्गले मात्र डिफाइन गर्छ जस्तो लाग्दैन क्या। ऊ पुरानै शैलीको छ, पुरातन सोचको छ होइन। पार्टीकै झोला बोक्नेले त त्यसले त्यो व्यक्तिले त मलाई त्यसको नेतृत्व गर्न सक्छ जस्तो लागेको थिएन मलाई। र मैले त्यो कुरा पारस भाइलाई पनि मैले एक दिन अगाडि नै क्लियरली भनेको थिएँ, यदि भाइ त्यस्तो हुन्छ भने चाहिँ हाम्रो उपस्थिति हुँदैन होइन। किन भन्दा कसैले राजनीति गर्छ नि त, यहाँ त सबै घुसपेटमा छ। कुनै पनि आन्दोलनलाई नेतृत्व गरेर आफ्नो स्वार्थ र आफू एउटा लिडरसिप डेभलप गर्नु खोज्छ। तर मलाई गर्नु थिएन। मैले उसलाई भने यसको लिडरसिप चाहिँ यस्तो मान्छेले गरोस् जसको चाहिँ जो चाहिँ क्लियर होस् होइन। पार्टीभन्दा बाहेकै हुनुपर्छ भन्ने छैन, पार्टीभित्र भएकै भए पनि केही फरक परेन। तर पार्टीको चाहिँ आडमा र पार्टी आफ्नो पार्टीलाई चाहिँ डिफेन्ड गर्ने र अरूको पार्टीलाई मात्र खुइलाउने खालको कुरा गरेर होइन, त्यहाँबाट पनि आफ्नै पार्टीको प्रमोसन गर्ने खालको आन्दोलन चाहिँ नहोस् भनेर मैले भाइलाई एक दिन अगाडि नै भनेको थिएँ। अनि भोलिपल्टको तपाईँको एउटा प्रोग्राम, भोलिपल्ट जेनजीको आन्दोलन भयो होइन। अब त्यहाँ सबै किसिमको मान्छेहरू आयो त्यो दिन। अब हामीले सभाद्रपूर्ण एकदमै हाम्रो हिसाबले गऱ्यौँ, नेतृत्व भाइहरूले नै गर्नुभएको थियो। हामी चाहिँ पछाडि बसेर सपोर्ट गरिरहेको थियौँ उहाँहरूलाई होइन। मैले पानी ल्याएर दिएँ त्यतिखेर होइन। हामीले गर्न सक्ने सपोर्ट त्यही त हो होइन। घाम लागेको थियो, पानी लिएर आएर दिएँ। भाइहरू स्कुलहरूबाट भाइ बहिनीहरू आउनु भएको थियो, धेरै भाइ बहिनीहरू आउनु भएको थियो। त्यसमा त्यो र्यालीमा हिँडेर आउँदाखेरि गर्मी हुने भएको भएर पानी ल्याएर दिएँ। हाम्रो प्रिन्स भाइले काठमाडौँबाट त्यो फ्रुटीहरू त्यो तपाईँको त्यो जुसहरू चाहिँ उहाँले सहयोग गर्नुभयो। हामी त्यहीँ बसेर हेऱ्यौँ, कहिले काहीँ घुसपैठ हुन्छ होइन। किन भन्दा राजनीतिक पार्टी त जेनजीसँग रिसाइरहेको अवस्था थियो होइन। र जेनजीलाई बचाउने दायित्व हाम्रो पनि त हो नि। आयो भने उनीहरूसँग चाहिँ संवाद गर्ने हुँदैन भनेर सम्झाउन सक्ने त हामी पनि छौँ। त्यो हिसाबले चाहिँ मेरो म लगायत अरू पनि साथीहरू हुनुहुन्थ्यो, उहाँहरूको उपस्थिति थियो। पहिलो दिनको घटना त्यो भयो। हामीले कति 1-2 बजेसम्म मात्र गऱ्यौँ होइन त्यो दिन। त्यही गरेर हामीले शान्तिपूर्वक एकदमै शान्तिपूर्वक त्यो आन्दोलनलाई चाहिँ हामीले त्यही दिन स्थगित गरेर हामी आफ्नो कार्यक्षेत्रमा लाग्यौँ। अब त्यो दिनको दुर्भाग्य के भयो भने त्यो दिन हाम्रो यहाँ पो केही भएन त, तर अधिराज्यभरि काठमाडौँमा होइन तपाईँको यति विध्वंस भएछ, यति विध्वंस भयो। त्यो त हामीले पछि इन्टरनेटमा देख्यौँ। त्यो त म मात्र होइन। भोलिपल्टको आन्दोलनको लागि त मलाई जहाँसम्म लाग्छ जति पनि नेपाली हुनुहुन्छ उहाँहरू सबै हृदयदेखि नै खुलेर आउनु भएको जस्तो लाग्छ मलाई भोलिपल्टको आन्दोलनको लागि, नेपालभरिको लागि होइन। हामी पनि म त त्यो तपाईँको त्यो जुन घर गएर राति हेरी 2टा भिडियोले चाहिँ मलाई एकदमै भावविवल बनायो। एउटा बहिनीले त्यो गोली टाउकोमा गोली लागेर गिरी निस्केर त्यो गिरी बोकेको भिडियो होइन। अनि एउटा चाहिँ तपाईँको एउटा सानो भाइ चाहिँ स्कुल पढ्ने भाइ होइन, तपाईँको त्यो रेलिङमा चाहिँ झुन्डेर यहाँ गोली लाग्यो, यस्तो टाउकोमै गोली लाग्यो होला, टाउकोबाट रगत चुहिएको देख्दा यो राज्य के को लागि त भाइ होइन र। यो राज्य चाहिँ यो बच्चाहरूलाई जो चाहिँ आफ्नो उनीहरूले सत्ता मागेको उनीहरूले नयाँ कुरा हामीलाई केपी ओली फालेर हामीलाई प्रधानमन्त्री बनाइदिनु अथवा रमेश लेखकलाई फालेर हामीलाई गृहमन्त्री बनाइदिनु भनेको, उनीहरूले त बस एन्टी करप्सनको कुरा गरेको, भ्रष्टाचार गर्नु हुँदैन, सरकारले भ्रष्टाचार रोक्नु पर्यो होइन। र यो सोसियल मिडियालाई चाहिँ यसरी बन्देज गर्नु भएन, हाम्रो राइट टु स्पिच छ त्यसलाई पनि यसरी दमन गर्नु भएन भनेर जे कुरा चाहिँ सरकारमा जाँदाखेरि जानुभन्दा अगाडि पार्टीहरूले जे कुरा भनेर जान्छ उनीहरूले त्यही कुरा त मागेको थियो होइन। नेकपा एमालेको पनि त केपी ओली, मलाई फेरि मेरो यो व्यक्तिगत र पार्टीसँग मेरो केही पनि द्वेष छैन, यो मैले सन्दर्भवश मात्र भने कि यसलाई अन्यथा नलिनु होला। केपी ओलीको एजेन्डा पनि त भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेलाई सहदिनँ अथवा हेर्दिनँ भन्ने थियो नि त। उहाँले भन्नुभयो त्यही लागू गर्नु भनेर नै आन्दोलन गरेको थियो युवाहरूले। त्यो आन्दोलन गर्दाखेरि यही देशको नागरिक, यही देशको नयाँ पिँढी होइन, चेतना खुलेको नयाँ पिँढी, किन भन्दा जेनजी भनेको सबैभन्दा अपडेट सबभन्दा लास्टको अहिलेसम्मको चेतना खुलेको हाम्रो जेनेरेसन चाहिँ जेनजी नै हो नि त होइन। त्यसपछि जेन अल्फा छ, जेन बिटा छ, उनीहरू त अझै बालबालिका छन्, उनीहरूलाई त्यो ज्ञान छैन, चेतनै छैन नि त। त्यो चेतना भर्खर खुलेको वर्गले राज्यले जे गर्नुपर्छ राज्यले जे गर्छु भनेर चाहिँ पार्टीमा गएको, सत्तामा गएको पार्टीहरूले जे गर्छु भनेर गएको त्यही कुरा माग्दाखेरि चाहिँ यस्तो विभत्स हत्या हुनु पर्दाखेरि त मलाई लाग्दैन कि मलाई मात्र त्यो रगत तातेर होइन र म मात्र चाहिँ अब आन्दोलनमा जानुपर्छ भन्ने लाग्ने मान्छे म मात्र हो जस्तो मलाई लाग्दैन। त्यही हेरेर भोलिपल्टको आन्दोलनको सुरुवात चाहिँ त्यहाँबाट भएको। भोलिपल्ट चाहिँ कसैलाई पनि बोलाउनु परेन होइन। किन भन्दा त्यो दिन जेनजीको मात्र आन्दोलन थिएन, त्यो दिन चाहिँ भोलिपल्ट जुन दिन सबै धेरै दुर्घटनाहरू भयो त्यो दिन चाहिँ तपाईँको समग्र नेपालीको आन्दोलन भइसकेको थियो
होइन। जेएनजीको लिडरसिप हुनु पर्थ्यो, लिडरसिप हो होइन, तर त्यो आन्दोलनको चाहिँ अब मर्म, त्यो आन्दोलनको भाव चाहिँ समग्र नेपालीले नै बोकिसकेको थियो भन्ने मेरो बुझाइ हो, जहाँसम्म मलाई लाग्छ। तपाईँहरूको पनि त्यही हो जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि म रातभरि सुतेको छैन। त्यो रातमा म सुत्नै सकिनँ होइन। म आँखाभरि आँसु बनाएर, मेरो पनि सानो छोरी छ, 2.5 वर्षको, मैले त्यसलाई हेरी सुतिरहेको बेलामा यसको भविष्य के त यो देशमा होइन। आफ्नो अधिकार माग्दा गोली खानुपर्ने देशमा जन्मिने अब मैले मेरो छोरीको लागि नबोल्थेँ त फेरि त यो लडाइँ त उसले पनि त लड्नु पऱ्यो नि त होइन। कसै न कसैले त यो लडाइँ लड्नै पर्छ भनेर म चाहिँ त्यसरी गएको हो फिल्डमा होइन, आन्दोलनमा। म त्यो भाव बोकेर गएको र म त्यहाँ जाँदा मलाई के खुसी लाग्यो भने त्यहाँ चाहिँ सबै राजनीतिक दलका व्यक्तिहरू पनि आउनु भएको थियो। त्यतिखेर कसैले पनि पार्टी हेर्नु भएन होइन। अहिले हामी के भन्छौँ भने पार्टी मात्र पनि भन्दैनौँ, त्यहाँ धेरै खालको मान्छे आएका। कतिजना स्वच्छ भावनाले यो फिलिङ्सले पनि आउनुभयो र कतिजना चाहिँ अब तपाईँको प्रतिपक्षमा रहेर होला अथवा पार्टीभित्रमा पनि नयाँ नेतृत्व आफूलाई बनाउनको लागि तपाईँको दौडमा होला होइन। त्यहाँ घुसपैठ पनि भएको छ होइन। सबैजना पार्टीको मान्छे आउने बित्तिकै गलत पनि होइन, तर कतिजना पार्टीलाई चाहिँ फेरि त्यो पार्टी नै छिरेर घुसपैठ पनि भएको पनि देखियो क्या। र तपाईँको जुन दोस्रो दिनको आन्दोलन, दोस्रो दिनको चाहिँ जुन एकदमै भयावह अवस्था आएको दिनको कुराको चाहिँ के छ भने बिहान म त रातभरि सुतेको थिएन। म त नसुत्दा बिहानै उठेर गएँ, भाइहरूलाई भेटेँ, भाइहरू थियो। अनि मेरो भनाइ चाहिँ के थियो भने नेतृत्व जेएनजीले नै गर्नुपर्छ होइन। नेतृत्वको जेएनजीले गर्नुपर्छ, तर समर्थन चाहिँ समग्र सबै नेपालीको हुन्छ होइन। र त्यसैमा थियौँ हामी भाइहरूले। पहिला सुरुमा तपाईँको अब यो घटनाक्रम चाहिँ मैले अलिकति यसलाई लामो भयो होला होइन, सरी त्यसको लागि चाहिँ। तर यो भनेर त्यहाँ जोड्नुपर्छ जस्तो लाग्छ मलाई होइन, त्यहाँ पुग्नुपर्छ। त्यो दिन तपाईँको सुरुमा हामी लोकतान्त्रिक चोकमा सबैजना भेला भयौँ होइन। सुरुमा धेरैजना हुनुहुन्थेन, हामी थोरै नै थियौँ। नेतृत्व भाइहरूले नै गर्नुभएको थियो। भाइहरू र्याली जस्तो तपाईँको त्यो छेकेर बाटोहरू छेकिरहेको थियो। मेरो चाहिँ भनाइ के थियो भने यो आन्दोलन जुन भइरहेको छ यो नयाँ जेनेरेसनले गरेको, अपग्रेडेड जेनेरेसनले गरेको, यो चाहिँ केही न केही अरू पुरानोभन्दा फरक हुनुपर्छ। हामीले पहिलाको जस्तो विध्वंस, तोडफोड होइन र तपाईँको आन्दोलन यो जलाउने विभिन्न तरिकाले गर्नु हुँदैन। यसलाई त्यो हिसाबले गऱ्यो भने यसले पुरानो आन्दोलन र पुरानो पुस्ता र जेएनजीमा फरक हुँदैन भन्ने मेरो बुझाइ थियो। त्यस कारणले गर्दा लोकतान्त्रिक चोकमा आन्दोलन भइरह्यो भने चाहिँ हामी त अब यहीँको भएर मैले हजुरहरूलाई अलिकति भौगोलिक कुरा पनि गरिल। लोकतान्त्रिक चोकमा भए पनि प्रोटेस्ट भयो भने हरेक ठाउँमा जाने रोड एक्सेस छ क्या, तपाईँको अल्टरनेट एक्सेस छ नि त, सबै ठाउँमा जाने ठाउँ छ नि त। त्यसले त तपाईँलाई कसैलाई पनि असर गर्दैन लगभग होइन। अस्पताल जानु पऱ्यो भने पनि एक्सेस छ, तपाईँ धुरा बजार जानु पऱ्यो भने पनि एक्सेस छ। तपाईँको यो के अरे प्रशासन, जिल्ला प्रशासन अगाडिबाट मधुटार जानु पऱ्यो भने 2 नम्बरबाट नयाँ पुल बनेको छ, त्यो एक्सेस छ नि त। हामी कतै पनि जानको लागि त्यसले रोक्दैन र हाम्रो आन्दोलन पनि हुन्छ भनेर मलाई चाहिँ लागेको नगरपालिका अगाडि अब लोकतान्त्रिक चोकमा चाहिँ त्यो आन्दोलन हुनुपर्छ भन्ने मलाई लागिरहेको थियो र त्यही नै भइरहेको थियो। अब एक दिन अगाडि पुलिसले 21 जना बच्चा मारेको विभत्स हत्या नै थियो प्रहरीले होइन। त्यो आवेशमा सबैजना आएको बेलामा पहिलो घटना के भयो भने एउटा बाइक सुइँ आयो, एउटा बुलेट चढेर एउटा बाइक आयो, एकजना आउनुभयो होइन। त्यो बाइक चाहिँ भाइहरूले रोकेर यो हुँदैन तपाईँ जानु भन्दाखेरि त्यो बाइकमा चाहिँ रहेछ को भन्दाखेरि तपाईँको एपिएफको हाम्रो पुलिसकै भनौँ न, सशस्त्र प्रहरी बलको चाहिँ अफिसर हो कि अथवा को हुनुहुन्थ्यो। उहाँ छुट्टीबाट आउनुभयो के आउनु, अब उहाँलाई पनि के लाग्यो म गइहाल्छु नि, म पनि त यहाँको अफिसर हो, पुलिसको मान्छे हो भन्ने लाग्यो होला उहाँलाई होइन। तर त्यो दिनको भिड आन्दोलन त पुलिससँग पनि आक्रोशित थियो नि त होइन र। र त्यहाँको भएको भिडहरू चाहिँ त्यहाँ गएर सुरुमा चाहिँ त्यहाँ अलिकति होला जस्तो भइसक्यो। त्यो फर्स्ट आवरको कुरा हो यो होइन। तर हामी, म लगायत अरू साथीहरू पनि हुनुहुन्थ्यो, पार्टीका साथीहरू, व्यवसाय साथीहरू होइन, बुद्धिजीवीहरू पनि हुनुहुन्थ्यो। हामी एकदम दौडिँदै गएर त्यो रोकेर उहाँलाई रिक्वेस्ट गरेर प्लिज यताबाट जानुहोस्, हजुरलाई त्यहाँ जानुहोस् भने यताबाट एक्सेस छ भनेर उहाँलाई एक्सेस देखाएर हामीले गयौँ। यदि आन्दोलन गर्न चाहेको भए र तोडफोडै गर्ने मेरो नियत भएको भए म त्यतिखेर छोडी नै दिन्थेँ नि त। मलाई पनि त पुलिससँग छुटेको थियो नि त होइन। मलाई पनि त यत्रो 19-20 जना मारेको छ पुलिसले, यही हो मौका, यसलाई यहीँ गर्नुपर्छ भन्ने मलाई पनि हुन्थ्यो होला नि त। मैले त्यो गरिनँ नि त। मैले अझ सहजीकरण गरेँ, किन भन्दा मलाई लागेको थियो यो आन्दोलनले चाहिँ तपाईँको अरू ठाउँमा जे जस्तो भए पनि हाम्रो सिन्धुलीले चाहिँ एउटा नजिर एउटा बसाउनुपर्छ भन्नेको लागि पनि मेरो प्रयत्न थियो, लिडरसिप मेरो थिएन होइन। त्यसपछि के भइदियो भने त्यहाँ अब एउटा समूहले त्यो लिएर गइदियो। तपाईँको
जिल्ला प्रशासन अगाडि जानुपर्ने म खासै कारणै देखिरहेको थिइनँ किन भन्दाखेरि हामी त्यहीँ भएर बसिरह्यो भने त्यो त हाम्रो जिल्लाको सदरमुकामको कमलाबाई नगरपालिकाको केन्द्रबिन्दु त लोकतान्त्रिक चोक हो नि त। हामीले त्यहाँ गरेको प्रदर्शन जति त अरू कहीँ पनि हुँदैन नि त। त्यसको भ्याल्यु त्यसको महत्त्व वाइज होइन त्यहाँभन्दा त केही पनि हुँदैन भन्ने मेरो बुझाइ थियो। अब लिएर गयो अनि अर्को त्यहाँ अलिकति खड्केको कुरा के थियो भने नितान्त एउटा पार्टीको मान्छेलाई र एउटा पार्टीलाई मात्र तपाईँको एकोरो नारा लागिरह्यो क्या। हामीले चाहेको त्यो थिएन नि त। हामी त्यहाँ जानु म लगायत मेरा साथीहरू बुद्धिजीवी साथीहरू पनि हुनुहुन्थ्यो, अरूहरू पनि साथीहरू हुनुहुन्थ्यो। हाम्रो त्यहाँ उपस्थिति एउटा पार्टीको लागि मात्र थिएन नि त। जो सरकारमा थियो सबै पार्टीको विरुद्ध थियौँ हामी होइन। तर त्यहाँ एकोरो एउटैको नारा लागिरहेको थियो। तर हामीसँग फेरि विकल्प पनि थिएन। मैले भाइलाई त भनेको थिएँ यो कुरा होइन, यो यस्तो हुँदैछ, यो हुनु हुँदैन भन्दा। तर कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने नेतृत्व एउटाले गरिरहेछ त्यसलाई यताउता गर्दाखेरि फेरि त्यो तपाईँको के अरे आन्दोलनको एउटा जुन एउटा भाव बोकेर हिँडेको हुन्छ, एउटा त्यसले जुन एउटा पेस पक्रेको हुन्छ त्यो बिग्रिन्छ कि भन्ने मलाई लागेर म चुप्प लागेर बसेँ। अनि त्यहाँबाट तपाईँको हामी पछि म तपाईँहरूले हेर्न सक्नुहुन्छ कुनै पनि भिडियोमा म नेतृत्व गरेर अगाडि आएको छु होइन। तपाईँहरू सबैमा हेर्नुहोस् म सबैभन्दा पछाडि नै छु। किन भन्दा हाम्रो पूर्ण समर्थन छ, तर नेतृत्व र यसको सुरुवात गरेको त जेएनजी हो भन्ने कुरामा म एकदमै प्रष्ट थिएँ क्या। तर यही आन्दोलन गर्दै गर्दै पुग्यो हामी कहाँनिर भने सिडिओ कार्यालयको अगाडि, जिल्ला प्रशासन कार्यालयको अगाडि। हामी त पछाडि छौँ। हाम्रो त्यहाँ धेरै मान्छेहरू बौद्धिक सर्कलहरू पनि पछाडि आइरहनु भएको छ होइन। सबैको कुरा के भइरहेछ भने यो त भएन नि त। यो त एकोरो एउटालाई मात्र भनिरह्यो यसरी हुँदैन, यो के हो, यो परिचालित हो कि के हो, यो हामी नबस्ने हो, यो त हामी बस्दा हुँदैन भन्ने खालको एक किसिमको कुरा भयो पछाडि। त्यो भइसकेपछि मैले के भने नि त्यसपछि मैले के भने उहाँहरूलाई त्यसो एकछिन बस्नु है त म पहिला चेक गर्छु यो परिचालित चाहिँ हो कि होइन त होइन। परिचालित हो कि होइन भन्नलाई चेक गर्नु पऱ्यो भनेपछि ल भन्नुभयो होइन। त्यहाँ साथीहरू पनि हुनुहुन्छ, उहाँहरूले यो मैले अहिले भनेको कुरा चाहिँ काल्पनिक हो भने उहाँहरू पनि हुनुहुन्छ होइन। उहाँहरू पनि प्रतिष्ठित व्यक्तिहरू नै हुनुहुन्छ, उहाँहरूसँग तपाईँहरूले सोध्नु भए पनि हुन्छ। अब यहाँ त फेरि मैले नाम पनि लिनु नहुने भएको छ। नाम लियो कि उहाँको नाम र नम्बर टिपेर फोन हुने भएको कारणले गर्दा मैले त्यो चाहिँ मैले गरिनँ होइन। त्यो आवश्यकता पऱ्यो भने त्यो पनि गरौँला। अनि मैले गएर के भने आन्दोलनको यो जुन 21 जनाको मृत्यु भयो, 20-21 जना बच्चा बालबालिकाको मृत्यु भयो, यसको श्रेय त प्रशासनभन्दा पहिला त पार्टी हो नि त। मन्त्री प्रधानमन्त्री हो नि त। गृहमन्त्री र प्रधानमन्त्री त पार्टीको छ। यसको लागि हामीले पार्टीको कार्यालय अगाडि गएर धरना दिनुपर्छ भनेर मैले भने। एकदमै उत्तेजित हुनुभयो सबैजना, हो होइन। तर के भन्यो भने पहिला एमाले पार्टी कार्यालय अगाडि जानुपर्छ भन्ने होइन। त्यो होइन नि त। नजिक जुन छ त्यहाँ जाने भनेपछि अब बाँडियो भनेपछि यो त परिचालित हो होइन। नारा कन्टिन्युसली एउटाको विरुद्ध लगाउने होइन। अनि आफ्नो पार्टी कार्यालय अगाडि चाहिँ जान नखोजिसकेपछि त्यसपछि मैले ल हामी जो हुनुहुन्छ हामी जाउँ भनेर भने हामीहरू 8-10 जना जाने प्रयास गऱ्यौँ। अनि सबैजना आइरहनु भएको थियो। अब त्यहाँ रोकियो होइन। रोकिएपछि म फेरि फिर्ता आएँ। अब मेरो भिडियो कस्तो छ भने मैले सुरुमा भनेको कुरा मात्र छ क्या, मैले जुन पार्टीमा पनि जानुपर्छ भनेको छु क्या, त्यो भिडियो मात्र छ। त्यसपछि मैले फेरि पुनः 1 मिनट कि 1.5 मिनटपछि म कोही पनि होइन, हामी एकदमै सानो समूह डिभाइड भइसकेपछि म फेरि फर्केर आएँ। मैले फर्केर आएर के भने साङ्केतिक हो होइन। यो त हामीले त साङ्केतिक प्रदर्शन गर्ने न हो। पार्टी गएर जलाउने, फुटाउने, तोडफोड गर्ने पार्टीको दोष हो। पार्टी हामीले जलाउने त भनेको होइन नि त। साङ्केतिक हो नि त। यो त रिप्रेजेन्टेटिभ तरिकाले त गर्नु पऱ्यो नि। हामीले गर्ने त त्यही नै हो। यो भयो भने चाहिँ अझ यसले मर्म पनि यसको हामीले आएको आन्दोलनको मर्म पनि बुझ्छ होइन। त्यसको भाव पनि त्यसको स्पिरिट पनि राम्रो हुन्छ र त्यो सही दिशामा जान्छ भन्ने मेरो बुझाइ थियो। मैले त्यो आएर फेरि पुनः भने त्यो भिडियो चाहिँ आएको छैन क्या। किन भन्दा यहाँ त धेरै कुराहरू छ। त्यो मैले भनेको छु भिडियो आएको छैन भने त्यहाँ उपस्थित धेरैजना हुनुहुन्छ, पार्टीकै साथीभाइहरू पनि हुनुहुन्छ, त्यहाँ बुद्धिजीवीहरू पनि हुनुहुन्छ। तपाईँहरूले उहाँसँग पनि रिफरेन्सको लागि लिनु त्यो सक्नुहुन्छ। र म फेरि यही प्रेस मिट मार्फत उहाँहरूलाई पनि रिक्वेस्ट गर्छु, उहाँहरूले पनि भिडियोहरू खिच्नु भएको थियो होला होइन। त्यो भिडियोहरू पनि तपाईँहरूले निकालिदिनु होइन। मैले बोलेकै कुरा मलाई थाहा छ, म पुरै कन्सियसली नै बसिरहेको छु होइन। त्यसपछि त्यहाँ डिभाइड भइसकेपछि मैले म लगायत हामी 7-8 जना मात्र भयौँ। हामी चाहिँ नेपाली कङ्ग्रेसको पार्टी कार्यालयतर्फ गयौँ। त्यहाँ गयौँ, त्यहाँ इन्सपेक्टर साहब हुनुहुन्थ्यो। हामी त नेपाली कङ्ग्रेस मलाई फेरि कुनै पनि पार्टीप्रति द्वेष होइन है। फेरि मान्छेले मलाई नेपाली कङ्ग्रेसको चाहिँ द्वेष गर्यो, रिस गर्यो होइन। मेरो भनाइ के मात्र थियो भने यो घटनाको जिम्मेवारी नेकपा एमालेको जति हो त्यति नेपाली कङ्ग्रेसको पनि हो भन्ने मात्र थियो क्या। त्यो आन्दोलनले
होइन। त्यो लिडरसिपले जसले लिड गरिरहनु भएको छ उसले चाहिँ त्यो भाग बोकिदिनुपर्छ भन्ने मात्र भाग थियो मलाई चाहिँ, होइन। त्यहाँ फेरि एक पोहोर अर्को पार्टीको गरेको अर्को पार्टीको पनि भन्थेँ म, होइन। मलाई कुनै पनि पार्टीप्रति होइन, तर मैले भन्नु खोजेको आन्दोलन जुन कुराको लागि भएको छ त्यो आन्दोलनले न्याय पाउनुपर्छ भन्ने कुरा मात्र थियो मेरो, होइन। यसलाई तोड मरोड गरेर मान्छेले कसैले व्यक्तिगत लिनुभयो, कसैले पार्टीगत लिनुभयो, तर म सबैलाई आग्रह गर्छु पार्टीगत पनि नलिनुहोस्, व्यक्तिगत पनि नलिनुहोस्। मैले त्यो अवस्थामा चाहिँ हामी सारा नेपालीहरू जुन पीडामा थियौँ, होइन, जुन आक्रोशमा थियौँ, त्यो आन्दोलन जुन आक्रोश र जुन पीडाको बोध गरेर भएको थियो त्यो दिशामा मात्र जाओस् भन्नको लागि मात्र भनेको थिएँ, होइन। हामी गयौँ, 7-8 जना गयौँ, हामीले प्रदर्शन पनि गऱ्यौँ, हामीले हाम्रो नाराहरू लगायौँ, होइन, नारा लगायौँ, हामी फेरि फर्केर आयौँ। फर्केर आइसकेपछि सबैजना कोलिजन भयो। अब मलाई जस्तो फिल भयो भने त मलाई किन भन्दाखेरि त्यो खोज्ने बेलामा घुसपैठ भयो भनिदियो क्या, अब घुसपैठ भयो, जेन्जी हामी हो, जेन्जी भन्दा बाहिर मिल्दैन, यस्तै के भनेर अलिकति नाराबाजी पनि भयो। अनि मलाई अलिकति रियलाइज पनि के भयो भने ठिकै छ, होइन, मैले अब यसलाई त फेरि अर्को अर्थमा पनि लिइदिन्छ नि त, तर मैले त्यो भावमा मैले यसलाई घुसपैठ र हस्तक्षेप गर्नको लागि गरेको थिइनँ। मैले यो त आन्दोलनले जुन स्पिरिटले, यो आन्दोलनले जुन मर्मले, होइन, आन्दोलनको चाहिँ उद्देश्य जे हो त्यो उद्देश्य अनुसार चाहिँ आन्दोलन अगाडि बढोस् भन्नको लागि मात्र मैले भनेको थिएँ। अब घुसपैठ भनिदिनु के भनिदिनु ठिकै छ भनेर मैले त्यसमा केही पनि वाद प्रतिवाद गरिनँ, होइन। त्यसपछि हामी फेरि पुनः फर्केर आयौँ, त्यहाँ कोलिजन भयो। त्यसपछि म केही पनि बोलिनँ, होइन। म पछाडि नै बसिरहेँ। मलाई त्यसपछि अनि अब जेन्जीको भाइहरू पनि हुनुहुन्छ, होइन, उहाँहरू पनि हुनुहुन्थ्यो, फेरि उहाँहरू छोडेर भने, होइन। त्यहाँदेखि मैले चाहिँ के गर्नु खोजिरहेको थिएँ भने फेयर हुनु पऱ्यो क्या, जे हो त्यो त हुनु पऱ्यो नि। हामी के को लागि आएको त्यो कुरा त फेयर हुनु पऱ्यो नि। हामी कुनै पार्टीको प्रमोसन र कुनै पार्टीको डिमोसनको लागि आएको होइन नि त। कुनै पार्टीलाई चाहिँ सकाउने र कुनै पार्टीलाई बचाउने भन्नको लागि पनि आएको होइन, र कुनै सबै पार्टी सकाउने भन्नको लागि पनि आएको होइन नि त, आएको थिएन नि त। त्यो भाव चाहिँ त्यो आन्दोलनमा रहेर भन्नको लागि मात्र मैले हस्तक्षेप गरेको, होइन। मैले थोरै हस्तक्षेप गरेको, किन भन्दा त्यसले गलत दिशातिर गएको जस्तो लागेर मैले थोरै हस्तक्षेप गरेको, त्यो चाहिँ हो नै, होइन। त्यसपछि फर्केर आइसकेपछि भाइहरूको अब मेरो सोच र जेनजीको सोच नमिल्न सक्छ नि त। हामी त जेन वाई हो, जेन वाई र जेनजीको सोच मिल्दैन। म त पहिल्यैदेखि नै बन्द, होइन, तपाईँको तोडफोड अनि तपाईँको यो आगजनीको त म एकदम अगेन्स्टमा थिएँ। अनि अब त्यहाँ सबैजना, अब सबै नेताको ठुल्ठुलो नेताको छोराहरू पनि हुनुहुन्थ्यो त्यो आन्दोलनमा, होइन। अब पार्टीका सबैजना हुनुहुन्थ्यो। अनि त्यसमा कोही मैले अघि भनेको जस्तो कोही स्वार्थले आउनुभयो, कोही चाहिँ अब त्यो सिचुएसनमा लागेर, होइन, हामी नेपाली हो, यो हामीले गर्नुपर्छ भन्ने भाव बोकेर आउनुभयो। पार्टी भनेको सेकेन्डरी हो, अहिले हामी पहिला नेपाली हो भन्ने स्पिरिट राखेर पनि सबै पार्टीबाट पनि आउनु भएको थियो, होइन। त्यो कुरालाई पनि म सम्मान गर्न चाहन्छु। फेरि यो नितान्त फेरि म त्यो सबै पार्टीभित्र भएको मान्छे सबै गलत थिए चाहिँ म भन्दिनँ, होइन। तर त्यहाँ कसैले स्वार्थ बोकेको समूहहरू गलत थिए मात्र भन्नु खोजेको हो मैले, होइन। त्यसपछि अघि मैले भने नि मेरो र हामी त जेन वाई र जेन जीको त विचारहरू मिल्दैन, तरिका मिल्दैन, उनीहरूको तातो रगत हुन्छ। हामी त्यो फेजबाट अलि माथि आएर त्यही भएर नै जेन वाई भयो, हामी नभए हामी पनि जेन जी हुन्थ्यो। भनेपछि उहाँहरूले चाहिँ अब हामी आन्दोलन चाहिँ के अरे शान्तिनगर चोकमा गएर, भाइहरू हुनुहुन्छ अहिले यसको एक्सप्लेनेसन भाइहरूले पनि दिनुहुन्छ नै। शान्तिनगर चोकमा गएर हामीले चाहिँ त्यहाँ चाहिँ टायर बालेर अथवा अब हाइवे बन्द गर्नुपर्छ भन्ने कुरा भयो। मैले यो चाहिँ हुँदैन है, होइन भाइ, मैले तिम्रो र मेरो यो कुरामा विवादै भएको, मैले यो चाहिँ हुँदैन, यो कुरामा चाहिँ म सहमत छु। किन भन्दा हामीले बन्द गरेर तोडफोड गरेर आगजनी गरेर हामीले त्यो लिएर आउने होइन। उहाँले के भन्यो होइन त, तोडफोड गर्ने केही पनि होइन त, हामीले बाटो रोक्ने, होइन, हामीले हिन्डुल गर्न मात्र नदिने, आवत जावत रोक्ने, हामीले टायर ल्याएर बाल्ने, त्योभन्दा अरू केही पनि होइन, हामी नाराबाजी गर्ने, अरू केही तोडफोड गर्ने होइन भन्ने थियो भाइले। मैले होइन भाइ त्यो पनि हुँदैन, त्यति पनि हुँदैन, त्यो पनि नगरौँ भनिसकेपछि उनीहरू गयो माथि तपाईँको शान्तिनगर चोकमा। त्यो भिडियोहरू त अब जहीँ त्यहीँ छ नि त, तपाईँले हेर्न सक्नुहुन्छ। म गइनँ, किन भन्दा मेरो त्यसमा समर्थनै थिएन नि त। र अर्को कुरो, अब मैले नेतृत्व गरेर चाहिँ पछिको तोडफोड हो भने त मेरो नेतृत्व र मेरो सबै कुरा मेरो कन्ट्रोलमा थियो भने त पहिलो कुरो त म सबैजनालाई पहिला पार्टीमा इन्डिभिजुअली राम्रोसँग लगेर, होइन, शान्तिपूर्वक लगेर म सबै सेटाउने गयो त गएन नि त, ती फुट्यो। मैले अलिकति राम्रो गर्नु खोज्दा मैले अलिकति राम्रो होस्, राम्रो तरिकाले गर्नु खोज्दाखेरि नेतृत्वलाई चाहिँ सम्झाएर बुझाएर सुधारेर लगौँ भन्दाखेरि नै भइसकेपछि अब मेरो कन्ट्रोलमा केही रह्यो त? मेरो कन्ट्रोलमा थियो भने त म शान्तिनगर चोकमै जानु दिन्न थिएँ,
होइन। शान्तिनगर चोकमा म टायरै बाल्न दिन्न थिएँ। म त्यसपछि म जाँदै गएन, म तपाईँको पानी पनि परेको थियो त्यतिखेर ठ्याक्कै। हाम्रो उद्धवजीलाई चाहिँ बोलाउनु बिर्सेछ, त्यसको लागि चाहिँ उद्धवजीलाई मैले यहीँबाट माफी मागेँ, सरी अहिले याद आयो। म उद्धवजीको जुन पसल छ हस्पिटलको अगाडि, म त्यहीँ बसी मैले केही पनि बोलिनँ होइन। अब कति कुरा चित्त पनि बुझाएको छैन र फेरि यो आन्दोलन नगरी पनि भएको छैन, किन भन्दा यो त अब फेरि हामीले होस् भनेर सबैजना हिँड्यौँ भने त यो आन्दोलनले फेरि सफलता पाउँदैन। 5-10 जनाले मात्र गरेको आन्दोलनको त फेरि केही पनि अर्थ हुँदैन भनेर म कुरेर बसी अनि फेरि मैले यसो सोचेँ, अब यो भाइहरूले हामीभन्दा नयाँ जेनेरेसनले यसरी गरे भने हामीले पनि यसलाई अलिकति रचनात्मक ढङ्गले गर्नुपर्छ भनेर मैले म र एउटा केही सानो ग्रुप, फेरि तपाईँ अब त्यहाँ पनि 2टा ग्रुप भइसकेको थियो क्या। एउटा माथि अलिकति हाम्रो धेरै ठुलो समूह भएको होइन, अनि हामी 3-4 जना चाहिँ तपाईँको तल हस्पिटल चोकको तल थियौँ। अनि मैले तपाईँको माइक र स्पिकर म्यानेज गरेँ होइन, म्यानेज गरेर लिएर आएर अनि हाम्रो मेखिता केसी भन्ने बहिनी हुनुहुन्थ्यो। अनि उसको एकदमै उसको स्पिच राम्रो रहेछ, ऊ एक्लै कराइरहेको थियो क्या त्यहाँ तल। के भनिरहेको थियो भने तपाईँहरूको पनि आन्दोलन हो, यो मेरो मात्र होइन होइन, हाम्रो मात्र होइन, तपाईँहरूले आन्दोलन गरिदिनु भएको भए होइन, हामीभन्दा अगाडिको अग्रजहरूले आन्दोलन गरिदिनु भएको भए हामीले गर्नु पर्दैन भन्छ। मलाई त्यो कुरा एकदम छुयो क्या। एक्ज्याक्टली त्यही नै हो होइन। अब समर्थन गर्नको लागि त हामीले सबैलाई बोलाउनुपर्छ, आह्वान गर्नुपर्छ भनिसकेपछि मैले माइक र स्पिकर म्यानेज गरेर ल्याएर बहिनीलाई दिएर, बहिनी ल तिमीले बोल्ने भनेर मैले त्यो नेतृत्व उसैलाई दिएँ। त्यहाँ 2टा भइरहेछ। अनि हामीले त्यहाँ फेरि रोकेको, तोडफोड गरेको केही पनि छैन, कसैले पनि गरेको छैन, भाइहरूले पनि गरेको छैन। मैले चाहिँ बाटो पनि बन्द नगरौँ, केही पनि बन्द नगरौँ, आह्वान गरौँ होइन, सबैलाई आह्वान गरौँ न। बुझेर आउँदाखेरि को अझ त्यो राम्रो हुन्छ नि त। हामीले जबरजस्ती गरेर लिएर आउनु, बन्द गरेर ल्याउँ भन्दा पनि बुझेर आह्वान गरौँ भनेर हामी त्यो के अरे तपाईँको त्यो ठ्याक्कै उद्धवजीको अगाडिको त्यो टर्निङ छ नि, तपाईँको यो शान्तिनगर चोकबाट आउने त्यो हस्पिटलको तलको टर्निङ र अस्पताल र उता प्रशासन जाने त्यो चोकबाट हामीले माइकिङ गर्दै हामी त्यो 5-6 जना मात्र छौँ, त्योभन्दा बढी छैन होइन। 5 जना मात्र छौँ हामी। यहाँ तपाईँको लोकतान्त्रिक चोकसँग त्यो माइकिङ गर्दै आह्वान गर्दै त्यहाँ पुग्दाखेरि कमसेकम 15-20 जना हुनुभयो होइन। अनि त्यो बहिनीले त्यहाँ अब अटो चलाउनेहरू हुनुहुन्थ्यो, उनीहरूलाई पनि आह्वान गर्नुभयो बहिनीले होइन। हामी त्यो बसिरहेको थियौँ, हामी त्यही अनुसारले अब स्पिकर भइहाल्यो भनेर अब हामी चाहिँ गीत बजाउने होइन, नारा यहीँ गर्ने भनेर हामी त्यहीँ बस्ने भनेर भइरहेको थियौँ। अब कस्तो भयो अहिले मैले भनेको जस्तो होइन, यसमा फेरि सही गलतको मैले डेफिनेसन मैले त्यसलाई डिफाइन गरिनँ होइन। अब फेरि अब आन्दोलनको त होइन बन्द गर्ने, अलिअलि नारा जुलुस गर्ने, अलिअलि तपाईँको टायर बाल्ने, त्यो त अब नेपालमा स्वाभाविक पनि छ। तर मैले भनेको चाहिँ मैले चाहिँ त्यो पनि नगरौँ भन्ने सोचमा थिएँ, त्यही भएर मैले त्यसलाई सपोर्ट पनि गरेको थिएन। अब फेरि ठ्याक्कै तपाईँको माथि भएको जुलुस चाहिँ तपाईँको सर तल्केर हामी भाटा आउँदै हुनुहुन्थ्यो होइन। तर उहाँहरू चाहिँ अब बन्द गर्दै आउनु भएको रहेछ होइन। यो कुरा मैले भन्नुपर्छ क्या, बन्द गर्दै आउनु भएको छ। तर हाम्रोभन्दा ठुलो मास चाहिँ त्यहाँ थियो कि सुइँ आइसकेपछि। अब मैले त्यसलाई यहाँ रोकिराख्दाखेरि होइन, जुन त्यो माइक र स्पिकर थियो त्यसलाई मैले होइन तिमीहरू बन्द गर हामी नगर भनेर वाद प्रतिवाद गर्नु भन्दा, किनभने मेरो आन्दोलन पनि त थिएन नि त, मेरो नेतृत्वको आन्दोलन थिएन। मैले अघि पनि भने मेरो नेतृत्व र मेरो नियन्त्रणमा हुने भएको भए अर्को पनि अर्कै रूपमा हुन्थ्यो क्या, यो धेरै शान्तिपूर्ण हुन्थ्यो होला होइन। अब अहिले भन्दै गर्दाखेरि अब यहाँ धेरै आरोप प्रत्यारोप पनि आउन सक्छ, तर मेरो चाहना चाहिँ त्यो थियो होइन। मैले भाइलाई पनि भनेको थिएँ होइन, बन्द नगरौँ है भाइ भनेर भने होइन त अब सबैले बन्द गर्नु पऱ्यो, किन भन्दा हाम्रो मान्छे मरेछ, देशभरि मरेछ, त्यो आक्रोश पनि थियो नि त। म चाहिँ आक्रोशमा संयमता पनि हुनुपर्छ भनेर म चाहिँ सोचिरहेको थिएँ। तर त्यो जेनजी त नयाँ जोस, युवा जोस होइन, ठिक छ ओके ल, अब किनभने उनीहरूले नै लिड गरेको कुरालाई मैले हरेक कुरा मैले मेरो लागु गर्नुपर्छ भन्ने छैन नि त, मैले हस्तक्षेप गरिनँ। तर मैले उनीहरूलाई एउटा रिक्वेस्ट चाहिँ गरेँ, भाइ पसल बन्द गर्दा तिमीहरू आफैले सटर चाहिँ नलगाइदियो भनेर रिक्वेस्ट गरेर लगाउनुहुन्छ होइन भनेर भनेपछि त्यसपछि चाहिँ भाइहरूले हो भनेर सटर बसेको पनि छोएर जस्तो लाग्छ है मलाई। त्यसपछि चाहिँ उताबाट के गर्दै आउनुभयो मैले देखिनँ। एकजना भाइले चाहिँ मैले आफैले तानेको सटर तानेको देखेँ क्या मैले हो। त्यो मैले चाहिँ त्यो देखेँ कि त्यो देखेपछि मैले के भनिदिएँ भने प्लिज यो चाहिँ नगर। अनि उहाँहरूले नै घरमा चाहिँ रिक्वेस्ट गरेर सकेसम्म नगरौँ। अब सबै आन्दोलनले नै त्यही गरेपछि म एक्लै उभिएर मात्र पनि त्यहाँ सकिँदैन होइन। त्यसपछि तपाईँहरूले हेर्नु, त्यसपछि तपाईँको त्यो जुलुस चाहिँ तपाईँको सिधा बजारतिर सबै बन्द गर्दै गइयो होइन। यदि बजारको त म त बजारमा जन्मेको मान्छे हो नि त, कमला नगरपालिका 6 नम्बर वडामा पनि विशेष गरी बजारमा जन्मेको, बजारमा हुर्किएको मान्छे, बजारमा खेलेको मान्छे। मलाई बजारको हरेक घरको व्यक्तिले चिन्नुहुन्छ, घरधनीले चिन्नुहुन्छ, बजारको हरेक व्यापारीले मलाई चिन्नुहुन्छ।
एकजनाले मात्र रोशन लामाले चाहिँ हामीलाई सटर बन्द गर्न लगाएको थियो, सटर झार भनेर भन्नुभएको थियो भने यो सम्पूर्ण आन्दोलनको जिम्मा यो जे भयो त्यसको जिम्मा म लिन तयार छु। तर मैले भनेको छुइनँ क्या, किन भन्दा सबभन्दा पछाडि त्यो कुरामा त म असहमति हुँदै पनि तर आन्दोलनको चाहिँ आवश्यकता छ होइन। किनभने अब लिडरले कहिलेकाहीँ के हुन्छ भने लिडरले एउटा काम गरेर आउँछ हामीलाई सबै कुरा चित्त बुझ्छ भन्ने छैन नि त। तर त्यसको पछाडि पनि त हिँड्नु पऱ्यो। म पनि त्यही अवस्थामा त्यही स्टेटमा थिएँ, गयौँ हामी तल, म एकदम पछाडि हो होइन। त्यो आन्दोलन कहाँ पुग्यो भने ठ्याक्कै तपाईँको 2 नम्बरको पुच्छारमा छ एमालेको पार्टी कार्यालय अगाडि होइन। नारा मैले भनेको जस्तो एकोरो नारा छ क्या, एकोरो नारा छ। त्यसले गर्दा धेरैजना रुष्ट भइसकेका थिए। एमालेका विद्यार्थी भाइ बहिनीहरू पनि त थिए नि, उनीहरू पनि त हाम्रा मान्छेहरू, हाम्रो उमेरको वर्गको मान्छेहरू चाहिँ मारिए भनेर उनीहरू पनि त रिसले आएको थियो नि त। तर त्यो वर्गहरू त्योहरू हट्न थालिसकेको थियो। किनभने एकोरो नारा लगाइसकेपछि त मान्छेले केही न केही त सेन्टिमेन्ट त जोडिएको हुन्छ। सबैतिर बराबर हो भने पो त मान्छे सहाएर बस्छ, एकतिर मात्र पेलिएपछि बस्दैन। अनि म तल गएपछि अब मलाई के अनुभूति भयो भने अब पार्टी कार्यालय फुट्न सक्छ। किन भन्दा तपाईँको टायर जलाएर आएको छ, बन्द गराउँदै आएको छ होइन। किन भन्दा आन्दोलनको त एउटा जोसमा कुदिसकेपछि त जोस त बढ्दै जाने हो नि त, उमेर त्यही हुन्छ। त्यसपछि म पछाडि बसेको मान्छे, म तपाईँ हेर्नु होइन, तपाईँहरू हेर्नु होला, म कुनै पनि तपाईँको बजारमा कहीँ पनि अगाडि छुइनँ। म पछाडि बसेको मान्छे, जे पनि हुनसक्छ भनेर म पछाडिबाट कुद्दै तपाईँको एमालेको पार्टी कार्यालय अगाडि पुगेको छु। म सबभन्दा पहिला है यो पार्टी कार्यालय 2 चोटि गएको छ नि त। एमाले पार्टी कार्यालय अगाडि म अगाडि गएर छेकेको छु, प्लिज हुँदैन है, हुँदैन भनेर म बसेको छु। मैले मेरो मसँग भएको केही भाइहरूलाई पनि भनेर भने होइन, यो गर्नु दिनु हुँदैन, हामीले छेक्नुपर्छ भनेर मैले छेक्न लगाएको हो सुरुमा। मैले भने नि मैले भिडियो बनाएको छुइनँ। भिडियो बनाउनेहरूले छ भने हजुरहरूले यसमा ट्याग गरेर पोस्ट गरेर हेल्प गरिदिनु होला होइन। भिडियो बनाउनु भएको छैन भने देख्ने मान्छे त हुनुहुन्छ नि त होइन। त्यहाँबाट धेरै किसिमको मान्छेहरू हुनुहुन्छ, उहाँहरूले यसको लागि बोलिदिनु पऱ्यो होइन। रोशन लामाले भन्यो भनेर भन्नु परेन क्या। तपाईँले जे देख्नुभयो, जे सत्य लागेको थियो त्यति चाहिँ भनिदिनु भने म विनम्र अनुरोध गर्दछु सबैजनालाई। त्यहाँ मलाई कतिजनाले क्या अब होइन विपरीत पार्टीका मान्छेहरू आएर फुटाउनुपर्छ भनेर मलाई भनेको। किन भन्दा म अगाडि देखेपछि छेक्ने म देखिसकेपछि फुटाउनुपर्छ भनेर मैले यस्तो हेरेको ढुङ्गाले खुट्टाले यति ढुङ्गा जम्मा गरेर राखिसकेको छु। अनि अब यो हुँदैन भनेर मैले जसलाई नेतृत्व गरिरहनु भएको थियो, त्यो माइकिङ गरिरहनु भएको थियो होइन, मैले उहाँलाई यहाँबाट जाउँ अब बस्नु हुँदैन जाउँ भइसक्यो होइन, साङ्केतिक भइसक्यो, प्रतीकात्मक भइसक्यो होइन। अब यहाँबाट जानुपर्छ, नभए क्षति हुन्छ। यो फेरि एउटा मेरो बुझाइ के थियो भने नि, तपाईँले एउटा झिलको मात्र बाल्नु हो भने त त्यो जङ्गल वन डढेलो लाग्नुबाट कसैले रोक्न सक्छ नि त, सकिँदैन नि त। झिलकै हुनु हुँदैन भन्ने बुझाइ थियो क्या मेरो चाहिँ। त्यस कारणले गर्दा म एकदमै अडिग भएर बसेको कारण त्यो म फेरि एमालेप्रति बगादार, म एमालेको मान्छे भएर एमालेको बचाउनुपर्छ भनेर पनि होइन। किन भन्दा जे हुन्थ्यो गलत हुन्थ्यो नि त, गलतको सुरुवात तीबाट हुन्थ्यो भन्ने मलाई लागेको भएर चाहिँ मैले त्यो कुरालाई चाहिँ मैले फोकस गरेर गरेको थिएँ। अनि मैले मेरो घटनाक्रम भने अलिक लामो भयो है, त्यसको लागि चाहिँ माफ गर्नु होला। त्यसपछि त्यो तपाईँको जसले चाहिँ माइकिङ गरिरहनु भएको थियो उहाँले अर्को विपरीत पार्टीको त मुर्दाबाद भनिरहनु भएको थियो। अब त्यो बानी भएर होला उहाँले चिप्लेर आफ्नो पार्टी चाहिँ जिन्दाबाद भनिदिनु भयो क्या। फेरि चिप्लेर है चिप्लिन्छ नि त, किन भन्दा बानी भएर हुन्छ नि त, फल्ना जिन्दाबाद फल्ना मुर्दाबाद भन्ने बानी भएर हुन्छ। अब त्यो फल्ना जिन्दाबाद भनिदिइसकेपछि चाहिँ अब त्यहाँ धेरै मान्छेहरू अब चाहिँ आक्रोशित हुन थाले होइन। अब यो भएन, यो चाहिँ अति भयो भन्ने थालिसकेपछि मलाई आएर अब के देखेर मलाई आयो होइन। अब मलाई अब यसो अब यो मलाई सबैले यसले चाहिँ गर्न सक्छ भन्ने देख्नु नै मेरो गल्ती भयो कि मलाई थाहा भएन होइन। उहाँहरूले आएर मलाई भन्नु, मैले भनेको भाइ यो मेरो आन्दोलनै होइन, म त समर्थक हो नि त, म उहाँहरू जसरी आउनु त्यसरी आएको हो नि त। अब यसले यो भने त्यसलाई दि माइक भन्ने म भन्नु मिल्दैन भनेको दाइ प्लिज भनिदिनु पऱ्यो, यो यस्तो यस्तो भयो, सबजना रिसाइसक्यो। म तिमीले भन न भनेको हामीभन्दा सिनियर हुनुहुन्छ मान्नुहुन्न भनेर भन्नुभयो। अब नाम मान्छे फल्ना XYZ गयो होइन, मैले गएर रिक्वेस्ट गरेँ। फेरि अब मेरो चाहिँ बानी कस्तो छ भने मलाई यो एकदमै तपाईँको यो साहित्य जोडेर होइन, तपाईँको यो नेता जस्तो एकदमै भूमिका बाँधेर मलाई गफ गर्न आउँदैन। म पेसाले पनि म इन्जिनियर मान्छे, टेक्निकल मान्छे, मलाई सिधा कुरा जे हो त्यो भन्नु मन लाग्छ। मैले सिधा गरेर उहाँलाई भने भाइ यस्तो यस्तो कुरा आयो होइन, तिमी सपोर्टमा छौ राम्रो कुरा हो, तर तिमीले यो बोल्दै गर्दा नेतृत्व गर्दै गर्दा धेरै मान्छेहरू रिसाए, प्लिज छोड भनेर भन्नु। उहाँले होइन यस्तै त हो नि भनेर भन्नु, होइन मैले प्लिज भयो यस्तो भएन होइन, यो अर्कै कुरा हुन्छ भनेर मैले त्यतिखेर पनि उहाँबाट चाहिँ मैले माइक लिएकै हो।
होइन। उहाँहरूले अहिले पत्रिकामा पनि आइरहेछ, एक ठाउँबाट माइक लियो भने, एक ठाउँ होइन मैले 2 ठाउँबाट लिएको छु माइक होइन। जब गलत दिशामा गइरहेछ हामी त्यसैको लागि गएको थिएनौँ नि त, हामी फल्ना पार्टी जिन्दाबादको लागि गएकै थिएनौँ नि त होइन। हामी त हाम्रो 21जना मान्छेलाई मार्ने प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्छ, त्यसको नेतृत्व गरेको पार्टीले पनि जिम्मेवार हुनुपर्छ। त्यो पार्टीहरू दुईटै पार्टीहरू मुर्दाबाद भन्ने पक्षमा थिएन, तर एउटा पार्टी जिन्दाबाद एउटा पार्टी मुर्दाबाद त त्यसले चाहिँ त्यो तपाईँको मर्म दिन्छ जस्तो लागेन होइन। त्यसपछि मैले माइक लिएर मैले भनेँ, अब भन्दाखेरि फल्ना पनि मुर्दाबाद, फल्ना पनि मुर्दाबाद, फल्ना पार्टी पनि मुर्दाबाद, फल्ना पार्टी पनि मुर्दाबाद, सबै मुर्दाबाद भन्नु पऱ्यो। किन भन्दा त्यतिखेरको जुन आन्दोलनको भाव त्यही थियो जस्तो लाग्यो, यदि म गलत छुइनँ भने होइन। मेरो फेरि पार्टीप्रति व्यक्तिगत मेरो पार्टीप्रति केही पनि त्यो रिस राग भएन होइन। तर त्यो बेलामा 21जना बच्चाहरू मारेको र त्यसको चाहिँ नेतृत्व गरेको पार्टीहरूलाई त हामीले मुर्दाबाद भन्नै पर्छ जस्तो लाग्थ्यो। एउटालाई जिन्दाबाद एउटालाई मुर्दाबाद न्याय उचित हुँदैन जस्तो लाग्यो। र बजारबाट हामी त्यहाँबाट अगाडि बढ्दै गयौँ। त्यसपछि 2 नम्बर 1 नम्बर हुँदै आयौँ हामी। म तपाईँहरूले अहिले हेर्नु भिडियोभरि भाइरल छ नि, तपाईँको बजारमा 1 नम्बर 2 नम्बरमा चाहिँ लिडरसिप गरेको भाइहरूले लिडरसिप गरेर भाइहरू नै अगाडि हुनुहुन्छ होइन, हात समातेर। म कहीँ पनि छुइनँ क्या, म एकदम पछाडि पम्किन छु कि। किन भन्दा हामी समर्थक हो नि त, नेतृत्व गरेको होइन नि त। नेतृत्व त उनीहरूलाई नै दिनुपर्छ, यही जेनेरेसनलाई दिनुपर्छ भनेर त्यो पनि हेर्नु होइन। र म त्यसपछि लाइभ आएको छु। यसको अर्को पनि प्रमाण कहाँ छ भने नि, अघि म हाम्रो बुद्धजीलाई चाहिँ म एकदमै बुद्धजीप्रति चाहिँ अब म कहाँनिर म त्यो पनि कुरा गरौँ ल होइन। त्यसपछि म लाइभमा आएको छु होइन। लाइभमा म कहाँनिर आएको छु भने तपाईँको त्यो दमकल राख्ने छ नि नगरपालिकाको, तपाईँको त्यो स्टल बजारको मुनिपट्टि क्या, स्टलको मुनिपट्टिको सटरको लाइनमा म त्यहाँबाट फेरि एकचोटि लाइभमा आएँ। किन भन्दाखेरि अब सबैलाई सुसूचित गर्नु पऱ्यो, सिलगढीमा पनि यस्तो हुँदैछ भनेर देखाउँ भन्ने एउटा भयो मलाई होइन। मैले देखाएँ, त्यसमा हेर्न सक्नुहुन्छ तपाईँहरू। मेरो रिक्वेस्ट छ तपाईँहरूलाई, त्यो एउटा मात्र तपाईँको लाइभ नहेर्नु, त्योभन्दा मुनिको लाइभ कसरी जोडिँदै आएको लाइभ हो त्यो पनि हेरिदिनु मात्र भन्नु खोजेको है मैले। किन भन्दाखेरि हामीले अन्तिममा भनेको एउटा शब्द मात्र काटिँदाखेरि त त्यसको अर्थ त गलत बुझिन्छ नि त। त्यसको त तलबाट भूमिका के हो कसरी आयो भन्ने बुझ्नुपर्छ नि त। अनि त्यसको लागि मैले भन्दा तपाईँले हेर्नु, त्यसमा त्यो लाइभमा म त्यो आन्दोलनको बिच भागमा छु, म अग्रभागमा छुँदै छुइनँ क्या। मैले नेतृत्व गरेको यो आन्दोलन मेरो हो भनेर मैले नेतृत्व गरेको भए त म अग्रपन्थीमा हुन्थ्यो होला नि त। मलाई यो आन्दोलनको क्रेडिट लिनु परेको थियो, मैले आन्दोलनबाट म नेता बन्छु भन्ने मलाई भाव भएको भए म त अग्रपन्थीमा आउँथ्यो होला नि त। म अग्रपन्थीमा छुँदै छुइनँ, यो कुरामा म क्लियर छु क्या। मलाई भोलि यही आएर पाउँछ भनेर पनि म अझ अग्रपन्थीमा झन् छिँदै थिइनँ कि। त्यसपछि हामी धुरा बजारतिर आइयो। धुरा बजार आइसकेपछि म केही मिनटको लागि तपाईँको 15 मिनट जतिको लागि चाहिँ म धुराको बिचबाट चाहिँ अगाडि आएँ। किन भन्दा आन्दोलन अलि अगाडिबाट देखाउनु पर्ने हो भनेर म अगाडि आएँ, त्यति हो। त्यसपछि त्यहाँ केही छलफल भयो भने दुईवटा पार्टी, एमाले पार्टी र माओवादी पार्टी कार्यालयमा चाहिँ तलसम्म गरिसकेपछि कङ्ग्रेस पार्टीमा पनि गर्नुपर्छ यो फेरि। किन भन्दा यो तपाईँको विभेद गरेको जस्तो हुन्छ होइन भन्ने कुरा भइसकेपछि ओके भनेर हामी सबैजना है अब जेनजीको नेतृत्वमा त्यताबाट गएर कङ्ग्रेस पार्टी कार्यालय अगाडि गएर पनि धर्ना दियो। अनि म फेरि कङ्ग्रेस पार्टी कार्यालय अगाडिमा पनि अगाडि नै बसेको छु क्या। किन भन्दाखेरि मैले एमालेलाई फुट्न नदिएपछि त कङ्ग्रेसलाई पनि फुट्न नदिने मेरो जिम्मेवारी हो नि त होइन। म अगाडि छु, अगाडि बसेर हेर्दाखेरि एउटाले पछाडिबाट ढुङ्गाले हानेको मैले देखेँ होइन। अब त्यो ढुङ्गाले हाम्रो समातेर त्यो तपाईँको चाहिँ अर्को तपाईँको त्यो भनौँ न त्यो दुर्घटना गराउने झगडा गराउने भनेर त्यहाँबाट लानुपर्छ भने त्यो ढुङ्गाले एउटा बहिनीलाई लाग्यो क्या। न त्यसले पार्टी कार्यालयको सिसा फुट्यो होइन, न त्यसले पुलिसलाई लाग्यो। मसँगै बसेको छेउको बहिनीलाई माथिबाट झरेर टाउकोमा लागेर त्यो बहिनीको टाउको फुट्यो होला। मलाई जहाँसम्म लाग्छ मैले बुझेअनुसार चाहिँ टुक्रीको उठ्यो, ठुलै ढुङ्गाले लागेको थियो होइन, घाउ भएको छ होइन। अनि हामीले त्यहाँबाट राखेर उसलाई बहिनीलाई स्कुटरमा हालेर हस्पिटल लानुपर्छ भनेर हस्पिटल पुऱ्याएर अब यहाँ पनि धेरै बेर बस्नु हुँदैन। हामीले प्रतीकात्मक त गर्न थालेको थियौँ, साङ्केतिक गर्न थालेको थियौँ, साङ्केतिक भयो नि त भनेर हामीले त्यहाँबाट निकालेर होइन। त्यहाँबाट निकालिसकेपछि खोला तरेर अनि सिडिओ कार्यालय आएको हो। अब मूल कुरा जोडिन्छ यहाँ है। मैले हाम्रो बुद्धजीलाई चाहिँ यो कुरा मैले विनम्र अनुरोध गरेँ। हामी त्यहाँबाट खोला तर्ने बित्तिकै मतलब त्यहाँबाट म पछि हो कि म अगाडि त छुँदै छुइनँ कुनै कहीँ गएँ। किनभने नेतृत्व मैले गरेको होइन, म किन जान्ने हुन्छु। म त सबै भाइहरूलाई समर्थन गरेको, यो भाइहरूले गरेको, उनीहरूले नै नेतृत्व गर्नुपर्छ भन्ने कुरामा म स्पष्ट थिएँ क्या। तपाईँको त्यहाँ आइसकेपछि चाहिँ उग्र भयो, अब चाहिँ उग्र भयो आन्दोलन, उग्र हुन थाल्यो। यसको प्रमाण के छ भने मैले खोला तरिसकेपछि मैले फेरि लाइभ गरेको छु। त्यो लाइभमा हेर्नु म अग्रपन्थीमा छुइनँ। म तपाईँको त्यो अदालत जिल्ला अदालतको अगाडिपट्टिको चौतारामा बसेर म ठ्याक्कै लाइभ अन गरेर
एकदम उग्र भयो क्या, पछाडिबाट ढुङ्गा हान्ने, तपाईँको रेलिङहरू भत्काउन थाल्ने गरिसकेपछि भाइहरूले मात्र नियन्त्रण गर्न सक्दैन भन्ने मेरो बुझाइ भयो होइन। भाइहरूले मात्र नियन्त्रण गर्न सक्दैन, मेरो पनि रेस्पोन्सिबिलिटी हो नि त होइन। यो आन्दोलनलाई चाहिँ सकेसम्म सभ्य र राम्रो बनाउने मेरो पनि कर्तव्य हो भनेर मैले लाइभ स्टप गरेको छु। त्यतिखेर त्यही 25-30 सेकेन्डको लाइभसम्म धेरै बेर बस्न मिलेन क्या, सकिनँ भन्दा पनि नमिलेको, किन भन्दा लाइभ स्टप गरेर होइन मलाई प्रचारबाजी चाहियो होइन, केही पनि चाहिएन। चाहिएको भए म पनि लाइभ गरेर छेकेको जस्तो त म पनि गरिदिन सक्थेँ नि त। तर त्यो मेरो त्यो भावना थिएन कहिले पनि होइन। यो आन्दोलन चाहिँ सही दिशामा जानुपर्छ भन्ने मात्र मेरो एउटा मात्र भावना थियो। त्यसपछि मैले रोकेँ, म मात्र थिइनँ, त्यहाँ पार्टीका जिम्मेवार व्यक्तिहरू पनि हुनुहुन्थ्यो रोक्नेमा। मैले अघि पनि भने नि, पार्टी भन्ने बित्तिकै सबै गलत मान्छेहरू मात्र थिएन नि, सही मान्छेहरू पनि हुनुहुन्थ्यो होइन। र तपाईँको जो अगाडि हुनुहुन्थ्यो उहाँहरू चाहिँ पार्टीको मान्छे, हामी र भाइहरू लगायत हामीले प्रयास गरिसकेपछि त्यो नियन्त्रण गर्न सकिएन। किन भन्दाखेरि इन्टरनेट खुलिसकेको थियो, काठमाडौँमा सबै तहस नहस भइसकेको रहेछ। हामीलाई अरू थाहा थिएन, हामी त तपाईँको हिँडिरहेको थियौँ होइन, यताउता गरिरहेको थियौँ, हामीले त मोबाइल चलाउनु पाएको थिएन, थाहा थिएन। उनीहरूले हेरिरहेको छ। मलाई एकजना भाइले त्यहाँ के भन्यो भने, भाइ नेपालभरि आगो लगाएको छ, हामीले अहिलेसम्म आगो नलाउने, नेपाल डढिसक्यो, हामीले आगो लाउनै पर्छ यहाँ पनि भन्छ। मैले भाइ प्लिज हुँदैन, यो कुरा हुँदैन, सकिँदैन होइन। यो कुरा यसरी गऱ्यो भने हामी नेपालभन्दा फरक हुनुपर्छ, हामीले अर्को तरिकाले प्रस्तुत हुनुपर्छ, होइन कि होइन। त्यो जेनेरेसनलाई म एक्लैले थेक्न सक्छु र एकजनालाई थेक्नु, दुईजनालाई थेक्नु, सबैमा त्यो भावना भनेर गएर आइसकेपछि त्यसलाई मैले थेक्न सक्छु र त्यसको जिम्मा मैले लिन सक्छु त। त्यसपछि मैले भाइलाई भने, भाइ यसले अब आपतकालीन अवस्था आउँछ। त्यहाँभित्र फेरि के देखियो भने सिडिओ साहबको गाडी, एसपी साहबको पनि गाडी, आर्मीको गाडी छ, सेक्युरिटीहरू बसेको छ, डिएसपी साहब सशस्त्रको डिएसपीको गाडी छ। अब त्यहाँभित्र उहाँहरू छ भने त, ढुङ्गामुढा भयो भने त अब त्यहाँ त धनको मात्र होइन जनको पनि क्षति हुन्छ होइन। धनभन्दा त जन अझ धेरै क्षति हुन्छ नि त, जनको क्षति त अझ धेरै नराम्रो क्षति हो होइन। त्यो बुझाइ भएर मैले भाइलाई भने, भाइ यसको समाधान के हुन्छ, तिमीले नेतृत्व गर भन्ने चाहिँ। उसले के भन्यो भने, दाइ सिडिओसँग गफ गर्नुपर्छ, मिटिङ बस्नुपर्छ। ओके भने मैले, उनीहरूले नेतृत्व गरिरहेको छ होइन, उनीहरूले नै नेतृत्व गरेर तिमी गर भनेर भने। त्यसपछि उसले त्यहाँ एकजना इन्सपेक्टर साहब हुनुहुन्थ्यो, उहाँले भित्र गएर अनि 3-4जना कतिलाई पठाइदिनु भन्नुभयो। मैले चाहिँ म जान्दिनँ, सबै जेन्जीहरू जाउँ छलफल गर्न, के हो तिमीहरूको कुरा, तिमीले कसरी सर्ट आउट गर्ने भन्ने योजना बनाएको छौ, यसलाई सर्ट आउट गर, अब यहाँ ह्यान्डल गर्न सकिँदैन भनेर मैले भनेपछि। अब भाइले मेरो एउटा मेरो के भन्ने, अब यो अब मलाई किन लगेको क्या, त्यहाँ त अरू पनि बुद्धिजीवीहरू थियो, सबैजना थियो। भाइले होइन दाइ तपाईँ नै जानुपर्छ भनेर हुलमुलमा मलाई ठेलेर फुत्तेभित्र छिराइदिइहाल्यो। मैले भाइलाई, भाइहरू यहीँ हुनुहुन्छ होइन, मैले भाइ एउटा ढुङ्गा बुटुटु आएको छ क्या, ढुङ्गा आउने तपाईँको त्यहाँ अगाडिपट्टि तपाईँको एउटा गाडी थियो क्या, तपाईँको त्यो सिङ्गल क्याब बुलेरोहरू जस्तो खालको बुलेरो थियो, सेतो खालको बुलेरो थियो होइन। त्यो बुलेरोमा ढुङ्गा हानेर फुटाइसक्यो, सबै फुटाइसक्यो, सिसा फुटाइसक्यो। अब त्यो हाम्रो नियन्त्रणमा छ त दाइ, छ त छैन नि, हाम्रो नियन्त्रणभन्दा बाहिर गइसक्यो क्या। अनि मैले भाइलाई के भने, मैले कसरी नियन्त्रण गर्ने भनेपछि उसले एसपीसँग कुरा गर्नुपर्छ भनेपछि, सरी सिडिओ साहबसँग कुरा गर्नुपर्छ भनेपछि उसले मिलायो, उसले वातावरण उसले मलाई पनि लिएर गयो। मैले उसलाई सिडिओ कार्यालयको ढोकामा गएर सोधेको छु, कुरा गर्ने चाहिँ के हो त, माग चाहिँ के हो त, कसरी यसलाई मिलाउने। मैले त नेतृत्व गरेको भए त मलाई अलरेडी प्लान हुन्थ्यो नि त। मैले भने मैले नेतृत्व मबाट कहाँ छैन भने सुरुमै पार्टी कार्यालयमा पनि जानुपर्छ भन्ने विभाजन भइसक्यो। मेरो नेतृत्व भएको भए त्यो सबैजनालाई एकमुष्ट लन्थेँ, मैले मेरो कन्ट्रोलमा हुने भएको भए होइन। त्यसपछि तपाईँको मेरो कन्ट्रोलमा हुने भएको भए त्यसपछि म युवाहरूलाई म माथि ल्याएर शान्तिनगर चोकमा सडक हाइवे बन्द गरेर टायर जल बल नै दिन थिएँ। यदि मेरो उद्देश्य र मेरो कन्ट्रोलमा र मैले गरे अनुसार हुने भएको भए होइन, मैले चाहे अनुसार मैले गरे अनुसार हुने भएको भए म बजार बन्द हुन दिन्थिनँ होइन। अब मैले त्यहाँ त्यो मैले चाहेको हो र त्यो मैले चाहेर चाहिँ तपाईँको त्यो गाडी फुटेको हो र मान्छेले ढुङ्गा बुटुटु हान्नु थालिसक्यो माथिबाट पछाडिबाट होइन। त्यहाँ त कस्तो देखियो भने पार्टीकै मान्छे एकबाट अगाडि छेक्ने जो जेन्युनहरू हुनुहुन्छ र पार्टीकै मान्छे पछाडिबाट ठेलिदिने क्या, पछाडिबाट ठेलिदिने अनि ढुङ्गा हान्ने। मैले प्रष्ट चिनेको छु क्या, को मान्छे हुनुहुन्थ्यो होइन, ढुङ्गा हान्ने को हुनुहुन्थ्यो, कुन पार्टीको हुनुहुन्थ्यो, त्यो हुलमुलमा ठेलिदिने, त्यहाँ घुसपेट गर्ने को हुनुहुन्थ्यो, त्यो मैले प्रष्ट रूपमा चिनेको छु क्या। तर त्यहाँ आन्दोलनको क्रममा बोलिदिने र फेरि उनीहरूसँग जुझ्ने झगडा गर्ने कुरा पनि भएन नि त। हामीहरू 2जना छौँ 3जना छौँ, उनीहरू त्यहाँ 20-25जना ठ्याक्कै स्ट्यान्ड बाई रेडी छ, कसलाई के भन्ने है।
मैले भाइले त्यही भएर यसलाई चाहिँ अब कसरी ल्यान्डिङ गर्ने भन्नेतिर हामी गयौँ। भाइले मलाई लग्यो। भाइले के भन्यो भने दाइ अब सिडिओ साहबहरूलाई सबै सरकारी कार्यालयहरू बन्द गर्नुपर्छ दाइ, सबैले यहाँ भइरह्यो भने यो हामीले नियन्त्रणभन्दा बाहिर जान्छ। सिडिओ कार्यालयहरू लगायत अब सरकारी कार्यालय पनि बन्द गराउनुपर्छ, बन्द गराएर अनि यसलाई स्थगित गरिदिनुपर्छ दाइ यो कार्यक्रम भनेर। त्यही हो मैले भाइ त्यही हो भनेको, त्यो फाइनल हो नि भनेको। किन भन्दा मेरो त लिडरसिपै होइन नि त, म त भाइहरूलाई सहयोग गर्न नै हिँडेको। अनि म माथि गएँ। अघि मैले भने जस्तै म त नेता होइन नि त भाइ, मलाई त मिलाएर शब्द चयन गरेर भन्न आउँदैन। त्यो मेरो गल्ती भयो होला, त्यसलाई म मान्छु। म कवि होइन नि त, म साहित्यकार होइन म मिलाएर भन्ने। म वकिल होइन, म टेक्निकल कुरा यो शब्द भन्यो भने यसको यो अर्थ लाग्छ, यसको शब्दको यति वेट हुन्छ, यसले यति गल्ती हुन्छ भनेर म वकिल पनि होइन, मलाई त्यो पनि भन्न आएन होइन। त्यो कुराको गलत रह्यो। मैले भन्नु खोजेको के हो भने सिडिओ साहबहरू 2:30 बजा चाहिँ 3 बजेभित्रमा निस्किसक्छु उहाँहरूले। र हामी त तपाईँहरूले त मेरो त लाइभमा पनि हेर्न सक्नुहुन्छ क्या, लाइभमा तलबाट डुङडुङ ढुङ्गा हानेको हामी त एउटा त अहिले सिसामा लगाएर ड्याममा पड्केको पनि छ क्या। त्यहाँ हेर्नु, त्यहाँ एकजना चाहिँ गएर त्यो पर्दामा गएर हेरेर अनि पर्दा पनि लगाउनु भएको छ क्या। ओहो ढुङ्गा हान्नु थाल्यो, ढुङ्गाले सिसा फुटायो भनेर पनि भन्नुभएको छ क्या। अनि अब हाम्रो रेस्पोन्सिबिलिटी त यसलाई त सेफ ल्यान्डिङ गर्नु पऱ्यो भन्ने हो नि त। सेफ ल्यान्डिङतिर लागेको थियौँ क्या हामी होइन। तर विडम्बना के भएछ भने हामी माथि बसिरहेछौँ, एक ग्रुप गइसकेछ तपाईँको तलतिर बजारतिर होइन। अब त्यसको जिम्मा मैले लिनु पर्ने, त्यसको जिम्मा मैले गर्नुपर्ने, मैले भनिदिनु पर्ने, मैले मेरो योजना हो भन्नुपर्ने। त्यसमा मेरो योजना रहन्छ होइन र। मैले अघि भने मैले बोल्न जान्दिनँ, मैले भाती मिलाउन जानिनँ होला, तर मेरो नियत खराब थिएन नि त। मैले भन्नु खोजेको सिडिओ साहबहरू यहाँबाट निस्किनु भएन भने त बाहिर त अराजक भएर बसिरहेको छ। हामीले नियन्त्रण गर्न सक्दैनौँ, हामीले नियन्त्रण गर्न सकेनौँ भने त्यसको जिम्मा कसले लिने त भन्नु न होइन। बाहिरबाट ढुङ्गा हानिरहेछ, पछाडिबाट ढुङ्गा हानिरहेको छ, त्यहाँ भएको गाडी फुटाइसक्यो होइन, तपाईँको रेलिङ भत्काइसक्यो, गेट भत्काउँला जस्तो गरिसक्यो, पुलिसको कन्ट्रोलभन्दा बाहिर जाला जस्तो भइसक्यो। हामीले छेक्दै पनि भने अब हामीले तपाईँहरू जानु, तपाईँहरू गएपछि चाहिँ यो कुरा ठिक हुन्छ होइन। तपाईँहरू जानु भएर अब एसपी साहबहरू पनि सिडिओ साहबहरू पनि होइन हामी त यहाँको राजा भनेर बस्दिनु भएर त्यो दुर्घटना भने त्यसको जिम्मा कसले लिन्छ? प्रशासनले लिनु पऱ्यो नि। मैले भन्नु खोजेको त त्यो थियो नि त। मैले त्यो हिसाबले चाहिँ प्रशासनले जिम्मा लिनुपर्छ। किनभने त बाहिर अराजक भइसक्यो, तपाईँहरू यहाँबाट निस्किनु, स्किप हुनु, तपाईँहरू यो बन्द गर्नु होइन, छिटो बन्द गर्नु होइन, यसलाई कन्ट्रोलमा ल्याउँ भनेर भन्नु खोजेको हो मैले। मेरो बोल्दा भाती पुगेन होला। अब त्यही कुरालाई ल्याएर चाहिँ होइन जोडेर चाहिँ अब यहाँबाट सुरुवात भएको थियो, तपाईँको तोडफोडको सिर्जना चाहिँ यहाँबाट भएको भन्दा म कुन स्पिरिटमा किन गएँ, म के स्वार्थले गएँ त? मलाई भोलि नेतै भन्नु थियो, लिडरै भन्नु थियो, म त पहिल्यैदेखि फ्रन्ट लाइनमा हिँडिन्थेँ नि त म होइन र। फ्रन्ट लाइनमा हिँडिन्थेँ म पहिल्यैबाट, म भनिदिन्थेँ। अब मलाई अघि त्यो हाम्रो अर्को भाइले भन्नुभएको जस्तै अरूले भन्दै गर्छ के मतलब नेतृत्व मै गर्ने हो, अनुहार म देखाउनुपर्छ भनेर म पनि त हिँडिन्थेँ नि त होइन। तर त्यही शब्दलाई लिएर अनि मलाई हाम्रो बुद्धजीसँग चाहिँ अलिकति मन दुखेको चाहिँ के हो भने किन त के को लागि, कसरी यस्तो आएको छ तपाईँको कुरा के हो भनेर मलाई सोधेर चाहिँ त्यो हालिदिनु भएको भए मैले उहाँलाई थ्याङ्क यू भनेर पनि मेसेज गरेँ नि त बुद्धजी, थ्याङ्क यू है भनेर भने। अनि उहाँले के भन्नुभयो भने मैले केही गरेको छैन दाइ, तपाईँकै लाइभ, तपाईँले हाल्नु भएको लाइभ सेयर गरेँ भनेर भन्नुभएको छ। मैले उहाँलाई होइन त्यसको लागि चाहिँ होइन, तपाईँले जुन टाइटल लेखेर हाल्नु भएको छ नि, टाइटलमा चाहिँ के अरे सिन्धुलीमा भएको अराजकता र तोडफोडको सुरुवात चाहिँ यहाँबाट भएको छ हो, त्यो टाइटलको लागि धन्यवाद भनेर मैले उहाँलाई धन्यवाद पनि दिइसकेको छु होइन। उहाँ पनि हुनुहुन्छ र उहाँ नभइकन चाहिँ फेरि यो प्रेस मिट सफल हुन्छ जस्तो पनि लागेको थिएन। त्यही भएर मैले उहाँलाई चाहिँ सबभन्दा पहिला कल गरेको पनि उहाँलाई हो होइन। र मलाई अर्को कुरा चाहिँ के हो भने यो मैले मेरो आफ्नो कुरा राखेको मात्र हो होइन। मलाई अरूले कस्तो सोच्नुहुन्छ के भन्नुहुन्छ, किन भन्दा मैले त रोशन लामामाथि पनि त विश्वास गर्ने मान्छेहरू हुनुहुन्छ नि त होइन। रोशनले पनि केही गर्छ कि राम्रो गर्छ कि भन्ने मान्छेहरू हुनुहुन्छ। मैले त्यो मान्छेहरू अहिले यो न्युजले गर्दा चाहिँ त्यो तपाईँको डिलेमामा भयो क्या, त्यो दोधारमा भयो हो कि होइन, त रोशन पनि फटा हो कि भन्ने डिलेमामा पनि जसले चाहिँ म प्रति अलरेडी द्वेष राखिसकेका छ, जसले चाहिँ रोशन लामालाई सिद्ध्याउनै पर्छ भनेर लागेर हिँड्नु भएको छ, उहाँको लागि होइन यो प्रेस मिट। उहाँहरूले त्यो राखिसक्नु भएको छ, मैले बुझिसकेको छु। त्यसको लागि ठिक छ, त्यसको लागि भोलि कसरी रहला त्यो गरौँला होइन। तर मैले यो प्रेस मिट चाहिँ नितान्त जतिजनाले रोशन लामाप्रति आस्था राख्नु भएको छ, विश्वास राख्नु भएको छ होइन, यो प्रेस मिट चाहिँ नितान्त उहाँहरूको लागि हो होइन।
र अब यसमा अलिकति मैले जोड्दै गर्दाखेरि फेरि किन मलाई नै किन गर्यो होइन र, किन भन्दा त्यहाँ उपस्थिति त कति थिए नि होइन। म जतिको मभन्दा बौद्धिक मान्छेहरू अझै धेरै हुनुहुन्थ्यो होइन। तर तँलाई नै किन, तैँले नगरेको भए तँलाई नै किन भन्ने कुरा पनि रहन्थ्यो होला। यसको पनि म के खण्डन गरिदिन्छु भने मैले 84मा अब त चुनाव हुन्छ हुँदैन, 84मा हुन्छ अथवा हुँदैन अथवा अगाडि हुन्छ भन्ने टुङ्गो छैन। तर मैले 84मा चुनावमा चाहिँ एज एन इन्डिपेन्डेन्ट हुन्छ नि, स्वतन्त्र उम्मेदवारको रूपमा मेयरको रूपमा आउँछु भनिसकेपछि मलाई पुरै राजनीतिक तपाईँको दुश्मनी साथी हो कि। म उहाँहरूलाई के भन्न चाहन्छु भने मेरो उहाँहरूलाई विनम्र अनुरोध होइन, म तपाईँहरूको राजनीतिक दुश्मन होइन होइन, राजनीतिक दुश्मन हुँदै होइन। तपाईँहरूले सोच्नुपर्ने थियो मलाई प्रतिद्वन्दी, म तपाईँको प्रतिद्वन्दी चाहिँ हो क्या। तपाईँहरू जसले मलाई यो राजनीतिक दुश्मनी साध्नु भएको छ होइन, दुश्मनी र प्रतिद्वन्द्वको चाहिँ चेतना नभएको मान्छे कसरी नेता हुन सक्छ? दुश्मनीलाई र प्रतिद्वन्द्वलाई एउटै ठाउँमा राख्न कसरी सकिन्छ त होइन। मेरो उहाँहरूलाई विनम्र रिक्वेस्ट होइन। र अर्को कुरो, म किन आउनु खोजिरहेको छु त, म किन आउनु खोजिरहेको छु त राजनीतिमा, म किन 84मा मेयर उठ्छु, किन मलाई के चाहियो त, मलाई पैसा चाहियो हो र होइन। मलाई कि विदेश घुम्न जानको लागि चाहिँ म एउटा कुनै पदमा पुग्नुपर्छ भने म एभ्री इयर विदेश जान्छु, घुमिरहेको छु। गाडी चढ्नलाई हो र, मेरो आफ्नै गाडी छ, म आफैले कमाएर किनेको गाडी छ होइन। म आफ्नै हिसाबले आफ्नो लाइफ सर्भाइभ गरिरहेको छु। ए बाबा, म त त्यहाँ जानु नपाउँदाखेरि त म त अझ खुसी हुन्छु क्या, मैले मेरो आफ्नो व्यक्तिगत लाइफ जिउन पाउँछु। अब भोलिमा त्यहाँ गयो भने त मैले धेरै कुरा सोचेर गर्नु छ। मलाई एकजनाले आतङ्ककारी भनिदिनु भयो यार, यो आरोप खेप्नु पर्यो क्या, मैले म आतङ्ककारी हो त होइन त। म त्यो खेपी म किन आउँछु त, गरिदिनुहोस् न त तपाईँहरूले। तपाईँहरू सत्तामा हुनुहुन्छ, तपाईँहरू सरकारमा हुनुहुन्छ होइन, तपाईँहरूले सबै चलाउने ठाउँमा तपाईँहरू हुनुहुन्छ, गर्नुहोस् न, राम्रो बनाउनुहोस् न। विद्यालय राम्रो बनाउनुहोस्, स्वास्थ्य चौकी राम्रो बनाउनुहोस्, किसानलाई राम्रो गर्नुहोस्, रोजगारीमा चाहिँ सबैलाई समान अवसर दिनुहोस् होइन। म आउँदिनँ नि, म त यत्तिकै खुसी छु त, म त यही खुसी छु। अनि अर्को कुरा मलाई एकदमै चित्त दुखेको, मलाई एकदमै सिद्ध्याउन किन लाग्नु भएको क्या। मैले कसैको न व्यक्तिगत दुश्मनी मसँग कसैको थिएँ, न मेरो पार्टीको दुश्मनी, न मलाई एमाले भनेपछि चाहिँ म हेर्न सक्दिनँ भन्ने मान्छे पनि होइन। म माओवादीलाई माओवादी पनि म हेर्नै सक्दिनँ भन्ने मान्छे पनि होइन। म कङ्ग्रेससँग पनि म हेर्नै नसक्ने भन्ने पनि होइन त। म त त्यो क्यारेक्टरको मान्छे होइन नि त। तर तपाईँहरूले गर्नु भएन, तपाईँहरू सुध्रिनु भएन। तपाईँहरू नसुध्रिसकेपछि यो ठाउँ त हाम्रो पनि त हो नि, हामीले पनि गर्नुपर्छ, हाम्रो पनि रेस्पोन्सिबिलिटी हो भनेर आउनु खोजेको त हो। तर यति गर्दा मलाई अपराधी बनाइदिने त, मान्छेको घर जलेको आरोप लगाइदिने मलाई होइन, तपाईँको के जति पनि पार्टी कार्यालय जलेको आरोप लगाइदिने मलाई, सार्वजनिक तपाईँको हाम्रो यो सरकारी कार्यालयहरू जलेको आरोप लगाइदिने मलाई। मेरो भनाइ के हो भने यो जति पनि जलाएको छ त्यो सबै अपराधीहरू हुन्, यसमा मेरो पनि सहमति छ क्या। जसले जति जलाउनु भयो यो कार्यमा जो इन्भल्भ हुनुहुन्छ नि त्यो सबै अपराधी हो। र त्यो अपराधी चाहिँ मलाई पनि बनाइयो नि त, अझ योजनाकारको रूपमा अपराधी बनाइयो क्या। त्यो चाहिँ म स्वीकार्न सक्दिनँ। म त अपराधी मानसिकता बोकेको मान्छे पनि होइन, म अपराधी हुँदा पनि होइन, यो कुरा म मान्दिनँ। यो कुरा पनि प्रस्ताउन खोजेको होइन छैन। अनि त्यस कारणले म तपाईँहरूकै जेनेरेसन हो क्या। तपाईँहरू सुधेर राम्रो भइदिएको भए त म आउँदैन थिएँ, म आउनै पर्ने आवश्यकतै हुँदैन। सुध्रिनुहोस् न, तपाईँहरू राम्रो बनिदिनुहोस् न। मलाई आउनु नपर्ने, रोशन लामा आउनै पर्दैन भन्ने वातावरण बनाइदिनुहोस् न, भइ त हो नि। म त खुसी हुन्छु त, त्यसमा मलाई एकदम ह्याप्पीली हुन्छु क्या, ह्याप्पीली बस्छु त म होइन। मलाई खुसी भएर म त इन्जिनियरिङ पेसामा खुसी छु क्या। म त इन्जिनियरिङ गरेर आफ्नो कसैको टेन्सन पनि छैन, कसैप्रति उत्तरदायी हुनु पनि परेको छैन। धेरै आफ्नो केही सीमित क्लाइन्टहरू छ, उहाँहरूको त्यो उत्तरदायी भए होइन। अब उत्तरदायी भएर आफ्नो काम गर्छु बस। मलाई त धेरै झन्झट लिनु परेको छैन नि त। तर म त्यहाँ पुग्दा त मैले कति झन्झट लिनुपर्छ। अहिले मलाई आतङ्ककारी भनिदिइसके मान्छेहरू होइन। म त उहाँहरूको न्यू जेनेरेसन पिँढी हो नि त। उहाँले मलाई चाहिँ सिद्ध्याउन खोज्दै गर्छ, मभन्दा उहाँको छोराहरू त मभन्दा मुनिको जेनेरेसन हो नि त। उनीहरूको पनि मेरो दाजुभाइ हो नि त। अनि उहाँले चाहिँ आफ्नो छोरालाई सिद्ध्याउने, अनि मैले चाहिँ उहाँको छोरा भतिजलाई सिद्ध्याउने, छोरा भतिजले उहाँको छोरालाई सिद्ध्यायो भने त्यसले के राम्रो अर्थ दिन्छ कि के म्यासेज दिन्छ त? त्यस्तो हुनु हुँदैन। उहाँले मलाई गर्नुभयो भने पनि म त्यो गर्दिनँ होइन। म त्यो खालको विचार गर्ने मान्छे नै होइन। तर उहाँहरूलाई पनि विनम्र अनुरोध, उहाँप्रति आवेश नराखिदिनुहोस्, क्रोध नराखिदिनुहोस्। तपाईँहरूको घर जलेको छ, त्यो प्रति मेरो पनि एकदमै चित्त दुखाइ छ
होइन। त्यसमा के सहयोग गर्न सकिन्छ मलाई तपाईँहरूले भन्नुहोस्, आफ्नो ठान्नुहोस् होइन। तपाईँहरूको घर जल्दा म खुसी भएको छुइनँ क्या, म खुसी भएकै छैन। तपाईँहरूको घर जल्यो होइन, म कसरी खुसी हुन सक्छु? म खुसी भएकै छैन त्यो तपाईँहरूको घर चल्दाखेरि। त आरोप नलगाइदिनुहोस् न कि आधार देखाउनुहोस्। फेरि एउटा कुरो के हो भने एउटा पनि ठाउँमा फुटाको ठाउँमा जलाको ठाउँमा मेरो उपस्थिति रह्यो देखियो भने अथवा मैले कसैलाई अहिले त टेरामक्स छ होइन, फोन डिटेल निकाल्नुहोस्, कल डिटेल निकाल्नुहोस्, मैले कसैलाई लगाएको भए म अहिले कानुन अहिलेको संविधानले कसैलाई पनि कारवाही गरेको छैन होइन। तर म त्यो कारवाही भोग्न अहिले भोग्न तयार छु। थप तपाईँहरूको व्यक्तिगत कारवाही पनि भोग्न तयार छु। दुईटै कारवाही भोग्छु म अहिले, तर प्रमाणित हुनु पऱ्यो, यतिकै आरोप लाउनु भएन होइन। म दुईटै कारवाही भोग्न तयार छु क्या। र अर्को कुरो क्षेत्रबन्धनको पनि घर जलेको छ नि त। मैले अरूको धेरै कुरा जोडेको, क्षेत्रबन्धनको पनि घर अगाडि जलेको छ। क्षेत्रबन्धन मेरो मामा हो क्या। म मेरो मामाको घर जलाउने योजनाकारको रूपमा हुन सक्छु होला कि अरूको घर जलाउँदै गर्दा मेरो मामाको घर चाहिँ जल्छ भन्ने चेतना ममा छैन होला होइन। पार्टी फरक होला, उहाँको र मेरो आस्था फरक होला, तर उहाँ त मेरो सम्बन्धभित्रको मान्छे हुनुहुन्छ नि त। उहाँको घर जलेको छ नि त। त्यो जलाउने मान्छेहरूलाई पनि समातेर कारवाही हुनुपर्छ भन्ने मान्छे हो क्या मेरो। त्यो हरेक कुरा हरेक र अलिकति हाम्रो अर्को पनि भनिदिन्छु होइन। तपाईँहरूलाई नगरपालिका फुटाउने बेलामा चाहिँ अब हामी तपाईँको त्यहाँबाट निस्किसकेपछि एउटा लेबर फुटाउन सुरु गरिसकेपछि हामीले त जिम्मा लिन सकिँदैन भनेर यसले विज्ञप्ति पनि निकाल्नु भयो होइन। अनि म पनि अब किन भन्दा यहाँ त कस्तो भयो भने अगाडि गएर छेक्दाखेरि पनि भिडियो बन्छ, जसरी पनि बस्याउनु परेछ, जसरी पनि गलत प्रमाणित गर्नु परेछ, त्यो भिडियोको आधारमा पनि अझ धेरै आउँछ भनेर म कहीँ पनि उपस्थित भइनँ होइन। तर अन्तिममा नगरपालिका अगाडि आइसकेपछि नगरपालिकामा चाहिँ मैले रोक्ने प्रयास गरेको। नगरपालिकामा मैले भिडियो पनि होला नहोला अथवा त्यहाँ उपस्थित मान्छेहरू पनि हुनुहुन्छ, नगरपालिका मैले रोक्ने प्रयास गरेर एक ग्रुपलाई मैले निकालेको पनि हो। तपाईँको नगरपालिका अगाडिको जुन तपाईँको सुरुको त्यो गार्ड बस्ने र वेटिङ रुम छ नि, त्यो फोड्दै थियो क्या। म गएर सानो भाइ बहिनी छ क्या, अब तपाईँको 14, 15, 16 वर्षको भाइ बहिनीहरू छ, तिनीहरूलाई कसरी नियन्त्रण गर्ने? उनीहरूलाई मैले रोकेर भाइहरू हाम्रो आन्दोलनको माग पुरा भइसक्यो, प्लिज अब यसलाई विजय जुलुसमा कन्भर्ट गरौँ, यसो भाइलेन्स नहुँ, यसले राम्रो हुँदैन, यो हाम्रै सम्पत्ति हो, भोलि हामीलाई चाहिन्छ, हामीले काम गर्नुपर्छ भनेर। अब भोलि हामी भ्रष्टाचारको विरुद्ध लागेको छौँ, अब यो फुटायो भने अब फेरि भ्रष्टाचार हुन्छ नि त यसको मर्मतमा, बनाउनमा, नयाँ किन्नमा भनेर मैले कन्भिन्स गरेर यो ग्रुपलाई निकालेर म र हाम्रो एकजना भाइ हुनुहुन्छ ढोका लाउँदै थिएँ क्या। अर्को पछाडि आएर च्याप्पै समायो मलाई, यो त अब लाउने हो लाउने, यस्तो हेरेको को भनेको त पार्टीकै मान्छे छ, पछि खाएर आउनु भएको छ। मैले उहाँलाई गाली गरेँ, यो हुँदैन, तपाईँले गलत भन्नुभयो, तपाईँले गलत भन्नुभयो, यो हुँदैन भनेर मैले समातेर उहाँलाई अलिकति टाढासम्म लगेँ होइन। उहाँले यस्तो छिचाउनु भयो कि तपाईँको 50-60जना केटाहरू त गुटुङटुङ आयो क्या, त्यो युवाहरू, म कोही पनि चिन्दिनँ। अब भोलि ढुङ्गाले हामीलाई के गर्ला? अब मैले पनि ठेकेर ठेक्न सकिँदैन नि त। एकजना साथीले मलाई तान्नु भयो होइन, छोड्दै अब हामीले प्रयास गरेको, प्रयास गर्दा भयो, अब छोड्दैन। आफ्नो बसमा नभएको चिजलाई अब नदुखा भनेपछि मैले छोडेको हो एक। र हामीले प्रयास गरेको कुरामा तपाईँहरूलाई प्रयास गरेको कुरा पनि भन्छ, हामीले सफल भएको। अनि यो भइरहेको थियो, अब हामी त उता थियौँ होइन, घरबाट त एकदमै तनाव भयो नि त, के भयो। अनि हामी नगरपालिकामा आएर बस्दाखेरि मैले त्यतिखेर थाहा पाएँ कि राजन दाहालको घर, श्याम घिमिरेको घर अनि हाम्रो महेन्द्रदेव श्रेष्ठको घर फोडिसक्यो अरे भनेर मैले त्यतिखेर मैले सुनेँ। अनि त्यसपछि अब खड्ग खत्री र प्रतिपटलको घरमा पनि जाँदैछ भनेर मलाई फोन आयो। मेरो रेस्पोन्सिबिलिटी त सकेसम्म त मैले पनि बचाइदिनु पर्ने हो नि त। त्यतिखेर मलाई के फोन आयो, कर कार्यालय पनि जलाउन जाँदैछ, कर कार्यालय जलाउँदैछ भनेर मलाई कर कार्यालयको घरबेटी हाम्रो सञ्जय दाहालले फोन गर्नुभयो मलाई, यस्तो यस्तो भयो, आइदिनु पऱ्यो भन्नुभएपछि हामी जम्मा 2 जना छौँ हेर्नै नगरपालिका अगाडि। मैले एकजना भाइलाई भाइ सक्दो प्रयास गरेँ, आफूले भ्याएकोसम्म हात जोडेर हुन्छ कि खुट्टा ढोलेर हुन्छ कि होइन। अब झगडा गर्नु पऱ्यो भने तैँले सक्ने खालको झगडा गर्ने मात्र सम्म छ भने झगडा गरेर हुन्छ कि जसरी पनि रोक भनेर मैले पठाएको। प्रतिपटलको घर त आज बसेको, त्यो कुरा त कोही पनि गर्नुहुन्न होइन। प्रतिपटलको घर चाहिँ किन फुटिएन, त्यसले बच्यो। खड्ग खत्रीको घरमा चाहिँ 2 दिन ढुङ्गा मात्र किन लाग्यो होइन। त्यसमा त्यहाँ को गएर चाहिँ छेकेको छ, किन छेकेको छ, त्यो कुरा त त्यो कसैले पनि गर्नुहुन्न। नापी कार्यालयको दस्तावेज सबै कुराहरू तपाईँको डेटाहरू चाहिँ सर्भरमा छ, अनलाइन ट्र्याक गर्न सकिन्छ। नापी कार्यालयको डेटा एकचोटि जलेपछि सिक्यो। आज त नापी कार्यालय जलेको हो, तपाईँ हामी सबै सुकुम्बासी हुन्छौँ कि। मलाई नापी कार्यालयको हाकिमले मेरो अर्को मसँग होइन, अर्को मसँग भएको साथीलाई फोन गर्नुभयो, उहाँले यस्तो यस्तो हुँदैछ,
यसको डेटा केही पनि छैन, यो जल्यो भने सिद्धो भनिसकेपछि यदि म चाहिँ तपाईँको राष्ट्रप्रति चिन्ता नगर्ने मान्छे होइन, जेसुकै होस् यसको यो उग्र होस् भनेर सोच्ने माया भएको मान्छे भए म किन मान्छे पठाउँछु त? कतिजना छ भनेको 5 जना कि 6 जना छ भनेपछि म उता गएँ, एउटा भाइलाई त्यहाँ पठाएँ, त्यो साथीलाई मैले उहाँ टेक्निकल लाइनकै मान्छे हुनुहुन्छ, इन्जिनियर नै हुनुहुन्छ होइन, मेरो एकदम मिल्ने साथी। अब म त्यहाँ नाम पनि लिन हुने भएको छ, अहिले मैले भने नि यो पनि जोडिया रहेछ भनेर आउँछ कुरा। टेक्निकल नाम चाहियो भने नाम पनि भन्नुला। तपाईँहरूले त्यस्तो हो भने फेरि नापीको हाकिमलाई पनि सोध्नु भए पनि हुन्छ है। फेरि नापी कार्यालयको हाकिम साहबलाई तपाईँहरू सोध्नु भयो भने चाहिँ त्यहाँबाट आन्दोलनबाट एकजना मेरो साथी पठाएर उसले थमथमाएर कन्भिन्स गरेर त्यो डेटा बचाउन सक्यौँ हामीले। 2-4 ढुङ्गा 2-3वटा ढुङ्गा लाग्यो होइन। त्यो त्यसको कुरा चाहिँ तपाईँहरू किन गर्नुहुन्न क्या? रोशन लामाले चाहिँ नापी कार्यालय बचाउनलाई पनि त सहयोग गरेको थियो भन्ने कुरा किन गर्नुहुन्न? अनि मालपोत कार्यालय आगो किन लागेन मालपोत कार्यालयमा? मालपोत कार्यालयमा तोडफोड मात्रै भएको छ हो। त्यो चाहिँ कसरी भयो? किन भएन? सबै सरकारी कार्यालयमा आग लागि भएको छ, मालपोतमा चाहिँ किन आग लागि भएन? त्यो चाहिँ किन कुरा गर्नुहुन्न? कसरी होला त भन्नु न? त्यही एउटै ग्रुप सबैतिर आगो लाउँदै हिँडेछ, सबै कार्यालयहरू चाहिँ त्यही ग्रुपहरू आगो लाउँदै हिँडिरहेको छ। सबै आगो लाग्ने होइन, नापी चाहिँ 1-2 ढुङ्गा हानेर मात्र हो भने अनि मालपोत चाहिँ जल्दै नजल्ने भन्ने कसरी भयो त? त्यसमा पनि त केही न केही योगदान होला नि त। तपाईँहरूले त्यसमा पनि त खोज पत्रकारिता गरिदिनु पर्ला नि त होइन। तपाईँहरूले त्यो गरिदिनु भयो भने पो अनि पो मलाई पनि न्याय होला नि त। एउटा भिडियोमा होइन अलिकति अब भनौँ न भन्नु खोजेको कुरा पनि खासै गलत छ जस्तो लाग्दैन मलाई। मैले एउटा नियतले भनेको कुरालाई अर्को अर्थ लगाइदिएर चाहिँ तपाईँहरूले प्रचारबाजी गरेर चाहिँ मेरो बदनाम गरिदिनु खोजेको भए के प्रमाणित के पस्ने के पाउँछ त? यहाँ त मान्छेहरू त राजनीतिक स्वार्थमा लागेको छ नि त। यहाँ त हिजोदेखि राजनीतिलाई पेसा बनाएर त्यसमै खाएर त्यसैलाई त्यहाँबाट आफ्नो जीवन चलाउने बनाएर होइन शक्तिमा बसेर पल्केकाहरू नै छन् होइन। अब उनीहरूको मैले त घोषणा पनि गरिसकेको छु, म एक कार्यकालभन्दा गर्दिनँ होइन। किन भन्दा सिस्टम बनाइदिने हो, मैले गर्नुपर्छ भन्ने छैन नि त। अहिले त सिस्टमै छैन नि त। अहिले त तपाईँ म आज यो आन्दोलनले यदि म नेता भएँ इक्जाम्पलको लागि भने अब म जीवनभरको लागि नेता भयो क्या। मेरो भनेको त्यो होइन। नेता भनेको तपाईँले कुनै चिजको लिडरसिप लियो भने तपाईँको त्यसको हरेक चिजको एक्सपायरी डेट हुन्छ क्या। नेताको पनि एक्सपायरी डेट हुन्छ क्या। मेरो बुझाइ चाहिँ त्यो आजको नेता अबको तपाईँको 50 वर्षपछिको नेता एउटै हुँदैन, एक्सपायर हुन्छ क्या। नेता धेरै लामो समयसम्म हुनु हुँदैन भन्ने बुझाइ हो। अहिले जसको चाहिँ म आउँदाखेरि अब कोलाई चाहिँ यो चाहिँ मेरो प्रतिद्वन्दी हो, यसलाई नसकाएसम्म चाहिँ म हुँदैन भन्ने भएको छ होइन। उहाँहरूलाई पनि म त्यसरी नसोचिदिनु होइन। यो देश हाम्रै हो, मैले मेरो व्यक्तिगत लागि गर्न खोजेको होइन। तपाईँले पनि बुझिदिनु पऱ्यो। तपाईँ अहिले हुन्छ पो तपाईँको छोरालाई सजिलो होला, तपाईँ सधैँ रहिरहनु हुन्छ त होइन र। यो सिस्टम त मैले तपाईँ नहुँदा पनि तपाईँको छोरालाई पनि त्यतिकै बराबर अधिकार र बराबर सुविधा होस् भन्नेको लागि नै लड्नु खोजेको हो मैले। त्यो तपाईँकै लागि पनि हो, तपाईँकै पुस्ताको लागि पनि त हो नि। मैले यहाँ गएर म करोड कमाउँला, लाख कमाउँला होइन, यो गरौँला त्यो गरौँला भन्ने हिसाबले होइन। त्यो कुरा म बुझिदिन अनुरोध गर्दैछु म तपाईँहरूलाई।